चाँडोभन्दा चाँडो गृहमन्त्री सुदन गुरुङज्यू र बालेन सरकार यो ठाउँमा आइदिनुहोस्। आज एउटा गरिमा छोरी मात्र होइन, हाम्रो देशको छोरी गएकी छिन्। जो चाँडा क्यामेरा बोकेर सुदन गुरुङ सर हाम्रो गृहमन्त्री यहाँ चोकचोकमा हिँड्नुहुन्थ्यो, बच्चा खेलाउनुहुन्थ्यो। आज हामीलाई उहाँको आवश्यक छ। यहाँ कानुन मन्त्री चाहियो, लेडिज हुनुहुन्छ, उहाँले हाम्रो दुःख बुझ्नु पर्दैन। एउटा बुवाले आफ्नो बच्चालाई काखमा राखेर यो प्रश्न गरिरहेका छन् कि मेरो छोरीको सुरक्षाको जिम्मा कसले लिने। गृहमन्त्री यहाँ चाहियो, प्रधानमन्त्री यहाँ चाहियो, कानुन मन्त्री यहाँ चाहियो। जुन दिन उसको हामीले सब फेला पार्यौँ त्यो दिन उसको बर्थडे थियो। त्यो नानीको मसँग फोटो छ है। उहाँको चाहिँ जिब्रो काटिएको छ, आँखा बाहिर निकालिएको छ, घाँटी दाबेर मारिएको छ। ऊ जतिखेर आफ्नो प्राण तोड्ने बेला ऊ आची गरेर जुन बच्चाले कि भोक लाग्दाखेरि आमा मलाई दुध चाहियो भन्दा पनि रुने बच्चा आची गरेर मरिएको छ। आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँको गाडी रोक्दा, तपाईँको श्रीमती र बच्चाको गाडी रोक्दा सिंहदरबारमा आगो लगाइदिने कुरा गर्नुभएको थियो। आज त उहाँहरूको पुरै परिवारमा आगो लागेको छ। खै कहाँ हुनुहुन्छ तपाईँ? आज देशको यो नेतृत्वमा हुनुहुन्छ। यहाँ मलाई ताली कोही नबजाइदिनुहोस्, म कुनै नेता बनेर आएको होइन। यस्ता क्रूर अपराधीहरूको लागि कुन चाहिँ कानुन बनाउँदै हुनुहुन्छ सरकार? मेरो मात्र आँटले फेसबुकमा हार्दिक श्रद्धाञ्जली न्याय देऊ भनेर हुँदैन, फेसबुकमा लेखेर हुँदैन। यहाँ न्याय दिनेहरू आउनु पर्यो र उहाँहरूको माग पुरा गर्नु पर्यो। सरकारको यदि छोराछोरी हो भने उनीहरूको छोराछोरीको अगाडि त सिक्योरिटी रुल छ, हाम्रो छोराछोरीको अगाडि सिक्योरिटी रुल छ। हामी त गरी खाने, मेहनत गरेर खाने मान्छे हो। त्यो परिवारबाट कसरी साइन गरेको छैन त्यहाँ? मृतक परिवार उसको मम्मीले गरे छैन, उसको बाबाले गरे छैन, उसको हजुरबाले गरे छैन, उसको हजुरआमाले गरे छैन। अरूले गरेर त्यसको सुनवाई हुँदैन। तपाईँहरू मुस्ताङ जानुहोस्, पोखरा जानुहोस्, स्विजरल्यान्ड जानुहोस्, जहाँ पनि जानुहोस्, घुम्नुहोस्। तर यस्तो पीडाको बेलामा घुम्नुभन्दा पनि यहाँ आउन कति समय लाग्छ तपाईँहरूलाई? प्रधानमन्त्रीज्यूलाई यहाँ छिटोभन्दा छिटो आउनु, उहाँलाई न्याय दिनु। उहाँको नि त छोरी छ नि, उहाँको छोरीलाई यो घटना भए भए उहाँ सहनुहुन्थ्यो। फाँसीको सजाय यदि नेपालमा छैन भने कानुन चाँडै संशोधन होस् र फाँसीको सजाय होस्। आज उहाँको छोरीको ठाउँमा हाम्रो छोरी भएको भए सायद यो पत्रकार पनि यसरी माइक समातेर रिपोर्टिङ गर्ने थिइनँ। आज म प्रेस काउन्सिलसँग माफी माग्न चाहन्छु। आज मलाई अलिकति छुट दिनु होला प्रेस काउन्सिल र नियमन गर्ने निकायहरू। म्याडम नमस्ते। नमस्ते नमस्ते। यो सम्माननीय प्रधानमन्त्रीज्यूको प्रेस सल्लाहकार बोल्दै हुनुहुन्छ। मेरो बच्चाको लास पानी भएर बगिरहेछ। मेरो सुनवाई यहाँ के भइरहेछ न, आज बसेको 6 दिन भइसक्यो। सम्पूर्णलाई आग्रह के गर्छु एउटा पत्रकारको नातामा भने तपाईँहरू संयमित हुनुहोस्। मलाई विश्वास छ सरकारले जनताको लागि न्याय दिन्छ। यदि दिएन भने यो दिवाकर शाह तपाईँहरूको साथमा यसरी उभिनेछ। दर्शकबिन, यहाँहरूले मलाई चिन्नुहुन्छ बडो हिम्मतिलो पत्रकारको रूपमा, तर आज म डराएको छु। आज जुन सिमरामा जुन घटना भएको छ, उक्त घटना एउटा उदाहरण मात्रै हो। मधेसमा त्यो पनि छोरी भएर जन्मिनु आफैमा एउटा श्राप हो। यो पटक पटक हामीले भनेका छौँ, चाहे दाइजोको कारण छोरी मर्नु परोस् या घरेलु हिंसाका कारण या विभिन्न कारणहरू होला, छोरी जन्मिने बित्तिकै समाजले हेर्ने दृष्टिकोण पनि अहिले यो घटना भएपछि सिम्प्याथी देखाउनेहरू पनि यो मधेसमा कति पानीमा छन् हामीलाई थाहा छ। म उहाँहरूसँग कुनै प्रश्न गर्ने आँट र हिम्मत आएन मलाई। म एउटा पत्रकारको रूपमा ठुल्ठुला नेताहरूको व्यापक प्रश्नहरू सोधेको छु, धेरै ठाउँमा ज्यान नै जोखिममा राखेर रिपोर्टिङ पनि गरेको छु। तर आज यो ठाउँमा आइरहँदा मसँग त्यो हिम्मतै आएन। म उहाँसँग के प्रश्न गरौँ, उहाँसँग म कहाँबाट कुराको सुरुवात गरौँ? हुन त यो घटना देशव्यापी सबैलाई जानकारी नै छ। एउटा पत्रकारको रूपमा आएर मैले यहाँ कुनै नौलो कुरा गर्ने पनि होइन, तर यति मात्रै भन्नु छ, सरकार कहाँ हुनुहुन्छ? बालेन शाहज्यू, अहिलेका प्रधानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु। यसमा कुनै किसिमको राजनीतिको होइन, कुनै किसिमको पोलिटिक्स होइन, यो निदान्त न्यायको कुरा हो। आज जुन घटना उहाँहरूसँग भएको छ, यो घटना पुनः यो देशमा दोहोरिँदैन। यसको लागि तपाईँहरूको तयारी के छ? सुदन गुरुङज्यू, के गोली चलेपछि, कर्फ्यू लागेपछि मात्रै तपाईँ आउने? यहाँ गृहमन्त्री आउनु पर्दैन? आज म यहाँ आइरहँदा रिपोर्टिङ माइक क्यामेरा खोल्नुभन्दा अगाडि यहाँका उपस्थित हरेक दिदीबहिनीको आँखा हेरिरहेको थियो। त्यो सबै दिदीबहिनीहरूले अहिले सरकारलाई खोजिरहेको अवस्था थियो। उहाँहरूलाई पत्रकार चाहिएको छैन, उहाँहरूलाई अन्य कोही चाहिएको छैन, सरकार चाहिएको थियो। आज म भन्न चाहन्छु, विडम्बना छ दर्शकबिन, यो देशमा मधेसमा हामी जन्मिनु नै
पाप हो कि जस्तो लागिरहेको अवस्था छ। एउटा सञ्चारकर्मीको रूपमा यो शब्दलाई म कसरी व्याख्या गरौँ? यो स्थलगत रिपोर्टिङ गरिरहँदा म त्यो शब्द कहाँबाट ल्याउँ? उहाँ आमा हुनुहुन्छ, हजुरआमा हुनुहुन्छ, उहाँहरूलाई म के प्रश्न गर्ने? यो घटनाको बारेमा यदि प्रश्न गरेँ भने जुन पीडा छ त्यो पीडामा मलमको साटो त्यो घाउलाई कोट्याउने काम हुन्छ। म त्यो यो अवस्थामा आएर कुनै प्रश्न गर्ने अवस्थामा छैन म आफै। मलाई थाहा छ यहाँ ग्राउन्ड रिपोर्टिङ गरिरहँदा म वर्षौँदेखि तराईका विभिन्न जिल्लाहरूमा रिपोर्टिङ गरेको छु। दिदीबहिनीहरूको अवस्था के छ? छोरी जन्मिन्छ नि जति बेला तपाईँहरू कतिपय पत्रकारहरूले 3 वर्षको छोरी भन्नुभएको छ, उहाँको त 3 वर्ष पनि पुरा भएको थिएन। र यो अवस्थामा उहाँहरूलाई म के प्रश्न गर्नु? अहिले पुरै सिमरा मात्र होइन पुरा मधेस रोइरहेको अवस्था छ। मधेस नै अहिले आँसुले लतपतिएको अवस्था छ। यो रगतको आँसुको मूल्य कसैले चुकाउन सक्दैन। र भन्न चाहन्छु के हुन्छ अब धेरै भयो भने यो देशमा धेरैभन्दा धेरै सजाय भयो। कति 10 वर्ष, हत्या गऱ्यो भने 10 वर्ष, 12 वर्ष, त्योभन्दा बढी त हुन सक्दैन होला नि। यस्ता क्रूर अपराधीहरूको लागि कुन चाहिँ कानुन बनाउँदै हुनुहुन्छ सरकार? यो देशमा कानुन खोइ त। एउटा बालिकालाई म भन्न चाहन्छु, सम्झिन चाहन्छु। आज मलाई याद आइरहेको छ काठमाडौँमा त्यति बेला तपाईँ मेयर हुनुहुन्थ्यो, आदरणीय सम्माननीय प्रधानमन्त्रीज्यू। तपाईँको गाडी रोक्दा, तपाईँको श्रीमती र बच्चाको गाडी रोक्दा सिंहदरबारमा आगो लगाइदिने कुरा गर्नुभएको थियो। आज त उहाँहरूको पुरै परिवारमा आगो लागेको छ। खै कहाँ हुनुहुन्छ तपाईँ? आज देशको यो नेतृत्वमा हुनुहुन्छ। यहाँ मलाई ताली कोही नबजाइदिनुहोस्, म कुनै नेता बनेर आएको होइन। तपाईँहरू ताली नबजाउनुहोस् यो पीडामा। म यति प्रश्न आज सरकारसँग गर्न आएको छु। म साँच्ची भन्न चाहन्छु, आज मलाई रुन मन लागेको छ। एउटा पत्रकारको रूपमा म कहिले पनि मृत्युसँग डराइन, तर आज पहिलोचोटि यो आमासँग डराइरहेको अवस्था छ। उहाँसँग म एउटा पत्रकारको रूपमा के प्रश्न गरौँ मलाई थाहा छैन। जस यति भन्नु छ, तपाईँहरू मुस्ताङ जानुहोस्, पोखरा जानुहोस्, स्विजरल्यान्ड जानुहोस्, जहाँ पनि जानुहोस्, घुम्नुहोस्। तर यस्तो पीडाको बेलामा घुम्नुभन्दा पनि यहाँ आउन कति समय लाग्छ तपाईँहरूलाई? कति समय लाग्छ सरकार? र एउटा देखिने निर्णय चाहिँ दिनु पर्यो। आज धेरै भन्दिनँ म, आज उहाँको छोरीको ठाउँमा हाम्रो छोरी भएको भए सायद यो पत्रकार पनि यसरी माइक समातेर रिपोर्टिङ गर्ने थिइनँ। आज म प्रेस काउन्सिलसँग माफी माग्न चाहन्छु। आज मलाई अलिकति छुट दिनु होला प्रेस काउन्सिल र नियमन गर्ने निकायहरू। आज मात्रै एउटा पत्रकार बनेर म यहाँ बस्नै सकिनँ। मलाई त आज त्यो मेरो छोरी हो, मेरो बहिनी हो, मेरो बच्चा हो जस्तो लागेर म यहाँ आज बसेको छु। पत्रकारको रूपमा उहाँलाई के प्रश्न गर्नु? सबै घटना सबैलाई थाहा छ। बरु प्रश्न गर्नु पर्यो भने प्रहरीलाई प्रश्न गर्नेछु। म प्रश्न गर्नु पर्यो भने सरकारलाई, गृहमन्त्रीलाई प्रश्न गर्नेछु। यसरी टेबल ठोक्नेहरूलाई आज ठोक्नै मन लागेको छ मलाई यो ठाउँबाट। आज किन उहाँहरू बस्नुभएको छ? जसको बच्चाको 3 वर्ष पनि पुरा भएको थिएन, त्यो बच्चाको आज यो अवस्थामा हामी जस्तो सञ्चारकर्मी काठमाडौँबाट आउन सक्छौँ भने तपाईँहरू यहीँ किन आउन सक्नु भएन? 10 मिनटको बाटो। अनि कहीँ अझै कतिवटा बच्चाहरू, यो घटना त मिडियामा आयो, बाहिर आयो, कतिपय त इज्जतको डरले, सम्मानको डरले हाम्रो मधेसको छोरीचेलीहरू आफ्नो आवाजै उठाउन सक्दैन। अनि हामी सञ्चारकर्मी पनि कहीँ पनि पछि पर्दैनौँ। हामीलाई न्युज चाहियो कि भ्युज चाहियो, यो कुरा चाहिँ क्लियर हुनुपर्छ। हामी समाचार लिन आएका छौँ कि उहाँको आँसु बेच्नलाई, यो कुरा चाहिँ क्लियर हुनु पर्यो। धेरै होइन, म आज घटनास्थलमा जाँदैछु र अनुरोध गर्न चाहन्छु सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई, सम्माननीय गृहमन्त्रीजी सुदन गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु, एकचोटि तपाईँहरू यो ग्राउन्डमा आइदिनुहोस्, उहाँहरूको पीडा बुझिदिनुहोस्, उहाँहरूको माग बुझिदिनुहोस्। यो एउटा सञ्चारकर्मीको रूपमा हामीले गर्ने दायित्व होइन, यो सरकारले गर्ने दायित्वमा तपाईँहरू पछि नपर्नुहोस्। आज एउटा दृश्य देखाउँछु म। एउटा आमा मात्रै देख्नु भएको छ, यहाँ हेर्नुहोस् कति छोरीहरू छ। यो बच्चाहरूलाई हेर्नुहोस्, यो हेर्नुहोस्, यो बच्चाहरूलाई हेरेर त म झनै केही बोल्न सकिनँ। यो आमाहरूलाई, यो छोरीहरूलाई हेर्नुहोस्, उहाँहरूलाई हेरेर मलाई आज प्रश्नै गर्न मन लागेन। म साँच्ची भन्ने हो भने यो विषयमा म बोल्नै चाहेको थिइनँ, किनभने मेरो हिम्मत र आँटले फेसबुकमा हार्दिक श्रद्धाञ्जली न्याय देऊ भनेर हुँदैन, फेसबुकमा लेखेर हुँदैन। यहाँ न्याय दिनेहरू आउनु पर्यो र उहाँहरूको माग पुरा गर्नु पर्यो। यहाँ मात्रै फेसबुकले हुँदैन, यो मात्रै उहाँको छोरी होइन, सम्पूर्ण देशको जस तपाईँहरूको घरमा पनि छोरी छ, यस विषयमा एकबद्धता जनाउनु होला। म अनुरोध गर्न चाहन्छु सरकार यसको गम्भीरता बुझ्योस्। यो सम्पूर्ण छोरीहरूको आँखा हेर्नुहोस्। के भन्न चाहनुहुन्छ तपाईँहरू बालेन शाहज्यूलाई, प्रधानमन्त्रीज्यूलाई? यहाँ छिटोभन्दा छिटो आउनु, उहाँलाई न्याय दिनु। उहाँको नि त छोरी छ नि, उहाँको छोरीलाई यो घटना भए भए उहाँ सहनुहुन्थ्यो। उहाँ पनि मान्छे, उहाँ पनि मान्छे, उहाँलाई काटे नि रगत आउँछ, उहाँलाई जसरी पनि यहाँ लिएर आउनै पर्छ। त्यही हो मेरो। सरकारलाई तपाईँहरूको के भनाइ छ? बालेन सरकारलाई चाहिँ यो छ कि हाम्रो भनाइ चाँडोभन्दा चाँडो गृहमन्त्री सुदन गुरुङज्यू र बालेन सरकार
यो ठाउँमा आइदिनुहोस्। आज एउटा गरिमा छोरी मात्र होइन, हाम्रो देशको छोरी गएकी छिन्, एउटा चेली गएकी छिन् होइन। त्यस्ता छोरी आज हामीले न्याय पाएनौँ भने फेरि पनि आउने दिनमा यस्ता छोरीहरू धेरै जानेछन्। त्यही भएर फाँसीको सजाय यदि नेपालमा छैन भने कानुन चाँडै संशोधन होस् र फाँसीको सजाय होस्। हामी यही भन्न चाहन्छौँ। तपाईँहरू किन आउनुभएको छ यहाँ? हामी यहाँ गरिमाको न्यायको लागि आएका छौँ। एउटा छोरी जुन बालकै खाउँ लाउँ भन्ने उमेरमा यस्तो अपराधीहरूले यस्तो गरेछन् कि त्यो भन्न सक्ने स्थिति नै होइन कि उसको स्थिति हेर्दाखेरि उसको लागि न्याय चाहिएको छ। केही होइन, केही गर्न सक्नु भएन भने कानुनलाई संशोधन गरेर भए हुन्छ। जसरी भएर नीति नियममा गएर भयो नि, आज नभए भोलि भयो नि, उहाँलाई चाहिँ फाँसीको सजाय जसरी नै हुनुपर्छ। यहाँ एकचोटि के भन्न, तपाईँ किन आउनु भएको छ यहाँ? म यहाँ घटना भए दिनदेखिकै छु। यहाँ मेरो भनाइ चाहिँ के छ भने हिजो बच्चा मर्दाको पीडा सबैलाई थाहा। आज म हजुरसँग चाहिँ एकदमै खुसी छु, किनकि यहाँ आएर उहाँहरूलाई क्वेसन सोध्ने त्यो मैले पनि कतिपय अइमाइकिङ गरेर पनि भनिरहेको थिएँ, उहाँहरूलाई प्रश्न गर्ने कोसिस नगर्नुहोस्। अब कसैले कुनै पत्रकार या कोहीले आएर पनि तपाईँलाई के चाहिन्छ भन्यो भने मलाई मेरो छोरी चाहिन्छ भन्नु दिन सक्नुहुन्छ? लाइक र भ्युज मात्रै जिन्दगी होइन नि, हामीलाई यहाँ प्रधानमन्त्री चाहियो जुन हिजो चाँडा क्यामेरा बोकेर सुदन गुरुङ सर हाम्रो गृहमन्त्री यहाँ चोक चोकमा हिँड्नुहुन्थ्यो, बच्चा खेलाउनुहुन्थ्यो। आज हामीलाई उहाँको आवश्यक छ। यहाँ कानुन मन्त्री चाहियो, लेडिज हुनुहुन्छ, उहाँले हाम्रो दुःख बुझ्नु पर्दैन। हामी आज यति दिनसम्म पनि गाडी कताबाट खुलाउने भन्ने कुरा मात्रै छ। यहाँ न्यायको पक्षमा कोही पनि छैनन्। हजुर आइदिनु भयो, यो पहल माथिसम्म यहाँ देखाऊ दर्शकबिन, मधेसमा छोरी भएर जन्मिनु कति कष्टकर हो यसको बारेमा भन्नु पर्दैन। यी छोरीहरू हेर्नुहोस्, यो बच्चाहरूलाई हेर्नुहोस्, तपाईँ कल्पना मात्रै गर्नुहोस्। यी बच्चाहरूलाई के भनौँ, म त पीडित परिवारसँग कुनै प्रश्न सोध्ने ठाउँमा छैन। यहाँ सबै छोरी चेलीहरू आउनुभएको छ। र तपाईँहरूलाई थाहा छ देशको प्रधानमन्त्री को हुनुहुन्छ? को हुनुहुन्छ? बालेन सरकार है। को हुनुहुन्छ देशको प्रधानमन्त्री? बालेन सरकार। तपाईँलाई थाहा छ को हुनुहुन्छ? के नाम हो? रिजिमा जिता। हजुर? रिजिमा जिता। अब यो बच्चाहरूलाई म के प्रश्न गरौँ, कहाँबाट यो सुरुवात गरौँ मलाई थाहा भएन। तर यहाँ देखाउँ, यो पुरै गाउँ अहिले सडकमा बसेको छ। सरकारले बाटो खुलाउनेतर्फ जति तदारुकता देखाइरहेको छ त्यति चाहिँ उहाँहरूलाई न्याय दिलाउने प्रयासमा चाहिँ कहाँ चुकिरहेको अवस्था छ। यो प्रश्नहरू आज म गर्न चाहन्छु। उहाँको परिवारसँग कुनै प्रश्न गर्ने हिम्मतै आएन मेरो। म एकछिन प्रतीक्षा गर्छु, जनताले उठाएका प्रश्नहरू म सोध्नेछु। त्यो घटनास्थलमा जान्छु म। उसको त्यो दुईजना जुन समातेका छन्, हजुर त्यो दुवैजनाको घर चाहिँ कहाँ हो? त्यो घर अगाडि के घर? उसको घरहरूमा मान्छे छैन, कोही छैन। म घटनास्थलमा आएको छु, बालिकाको घरमा आएको छु र म त्यहाँ पनि सडकमा पनि उहाँको आमा उहाँको परिवारहरूसँग कुनै प्रश्न गर्ने हिम्मत र आँट आएन मेरो। र यहाँ पनि म उहाँको बुवासँग कुनै प्रश्न गर्न चाहदिनँ, किनभने उक्त घटना सबैलाई थाहा भइसकेको कुरा हो। एउटा पत्रकारको नाताले मैले यही घटनालाई बारम्बार उहाँलाई यदि कुनै सञ्चारकर्मीले सोध्छ ल के भएको छ भन्नुहोस्, त्यो भनेको घाउमा मलम लगाउनु होइन, त्यो भनेको घाउलाई कोट्याउनु हो। र त्यो पीडा म शब्दमा व्याख्या गर्न सक्दिनँ। एउटा सञ्चारकर्मीको रूपमा म त्यो माइक र क्यामेरा एकछिनलाई आउन सक्छु। म एउटा बुवाको मनमा अहिले के बितिरहेको होला, उहाँको आमाको मनमा के बितिरहेको होला, त्यो सम्भवतः बुवा आमा बाहेक अरू कसैले शब्दमा व्याख्या नै गर्न सक्दैन। म यति मात्रै भन्नलाई आएको छु यो ठाउँमा। सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू, कति टाइम लाग्छ यहाँ आउन? यदि तपाईँले चाहनुभयो भने धेरैमा 30 मिनट, अन्य समयमा गृहमन्त्री सुदन गुरुङज्यू यहाँको नाका घुम्नुहुन्छ। आज यत्रो ठुलो घटना भएको छ, कम्तीमा आश्वासन दिनलाई पनि यहाँ गृहमन्त्री किन आउन सक्नु भएन? र हामीले के जानकारी पाइरहेका छौँ भने यहाँका राजनीतिक दलहरूले उहाँहरूलाई दबाब दिइरहेको अवस्था छ। सम्झौता गर, तपाईँको छोरी मर्दाखेरि तपाईँको छोरीसँग यो घटना भयो भने तपाईँ के सम्झौता गर्नुहुन्छ? म त्यो व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु। यो विषय राजनीतिक विषय हो। यस्तो घटनामा पनि राजनीतिक बनाउने थुक्क त्यस्ता नेताहरूलाई थु फाल्न चाहन्छु। कुन मुद्दा लाग्छ मलाई लगाउनु होला। म एउटा पत्रकारको रूपमा ठुल्ठुला नेताहरूलाई ठुलै प्रश्नहरू गरेको छु, ज्यान जोखिममा राखेर पत्रकारिता गरेको छु। तर आज यो ठाउँमा मेरो जीवनको, मेरो पत्रकारिताको यात्रामा यो पहिलोचोटि भइरहेको छ जहाँ चाहिँ म पीडितको आवाज राख्न सकिरहेको छैन। म उक्त बुवा यहीँ छेउमा हुनुहुन्छ, म के प्रश्न गर्नु? तपाईँहरू नै भन्नुहोस् न, यो अवस्थामा प्रश्न के गर्नु? र यस्तो घटनामा पनि राजनीति गर्ने मान्छेहरूलाई के भन्ने त? र अनुरोध गर्न चाहन्छु सरकारलाई, मानवतालाई नै लज्जित पार्ने किसिमको जुन क्रूरता यहाँ देखाइएको छ,
यस्तो क्रूरता गर्ने व्यक्तिहरूलाई एउटा यस्तो इक्जाम्पल सेट गरियोस् यो देशमा कि ताकि यो घटनाबाट एउटा देशैभरि मेसेज जाओस्। धेरै त भन्न चाहदिनँ, भारतमा एउटा मुख्यमन्त्री हुनुहुन्छ योगी आदित्यनाथ भन्ने, यूपीमा, म सेल्युट गर्छु उहाँलाई। अधिकांश अपराधी त उहाँको इन्काउन्टरमै मर्छ। यो भनिरहँदा म फेरि इन्काउन्टर गर्न भनेको होइन, तर धेरै बाटोहरू होला न्याय दिने। र आज यो घरमा, यो परिवारमा पत्रकारहरू आएर प्रश्नहरू गरिरहेका छन्। पत्रकारको आफ्नो काम होला, म त्यसमा केही भन्न चाहदिनँ। तर सम्पूर्ण यो घटना त जानकारी नै छ। म उहाँको घरमा छु, उहाँको बुवा यहीँ हुनुहुन्छ। उहाँलाई म अहिले गएर उहाँको छोरीको बारेमा प्रश्न गर्ने? यदि यसलाई पत्रकारिता भन्छ भने म गर्दिनँ यस्तो पत्रकारिता। र आजभोलि म के देखिरहेको छु भने हाम्रो समाजमा घटना दुर्घटना के भयो भने हरेक हातमा मोबाइल हुन्छ, किनभने सबलाई भ्युज चाहिएको छ, रिल चाहिएको छ, टिकटकमा फलोअर्स बढाउनु छ, थुक्क त्यस्तो फलोअर्स, त्यस्तो लाइक, त्यस्तो भ्यू। म अनुरोध गर्न चाहन्छु यसमा सम्पूर्ण देशवासीलाई, मात्रै एउटा छोरीको सवाल होइन, मधेसमा छोरी भएर जन्मिनु नै एक किसिमको पाप हुन्छ। यदि कुनै छोरी यसरी काखमा जन्मियो भने हस्पिटलमै उसको बुवा यसरी टाउकोमा हात दिन्छ। अब छोरीलाई पढाउनु पर्यो, समाजको दृष्टिकोण, छोरीलाई पढाइरहेको छ, कलेज पढाइरहेको छ, अब त यसको छोरी गयो हातबाट। अब पढाइ पुरा गऱ्यो भने मानव काठमाडौँ पठाइदियो भने छोरी त बोयफ्रेन्ड लिएर घुमिरहेको होला, त्यो पनि भन्छ। त्यति सकाइदियो भने त्यसपछि दाइजोको लागि छुट्टै पैसा राख्नुपर्छ। अनि महिला हिंसा, बिहे भएपछि पनि टुङ्गो छैन, त्यसपछि फेरि एउटा नयाँ कहानी, अपराधको कहानी सुरु हुन्छ, जहाँ चाहिँ जसलाई हामी विभिन्न शब्दमा व्याख्या गर्छौँ, कहिले बोक्सी आरोपमा, कहिले महिला हिंसा, घरेलु हिंसा, विभिन्न हिंसाहरूमा। अनि यो देशको महिलाहरू, मधेसका महिलाहरू कहिले नै पाउँछ। बल्ल बुझे, पहाडमा छोरीलाई ढोक्छौँ नि, पहाडमा म धेरै ठाउँमा गएको छु, छोरीलाई माँ दुर्गा मानिन्छ, माँ लक्ष्मी। यहाँ मधेसमा जन्मिनाले त सीता मात्रै हुनुपर्छ, अनि मात्रै सम्मान छ। यदि सीताको ठाउँमा तपाईँको नाम गीता हो भने तपाईँको कुनै महत्त्व छैन। यहाँ एउटा मात्रै छोरीलाई पूजा गरिन्छ, त्यो हो माँ सीता, किनभने उहाँ भगवानै हुनुहुन्थ्यो। त्यो बाहेकको छोरी त उहाँहरू त मानवै होइन। जुन घृणित कार्य भएको छ, म आज बाटोभरि आइरहँदा म सोचिरहेको थिएँ, म कुन शब्द बोलौँ, कहाँबाट सुरुवात गरौँ, के प्रश्न गरौँ, कसरी गरौँ। तर यहाँ आइसकेपछि मेरो आत्माले भन्यो, पत्रकार दिवाकर प्लिज उहाँको आमा बुवासँग प्रश्न नगर्नु। मेरो आत्माले भनेर म उहाँहरूलाई कुनै प्रश्न गरेको छैन। तर उहाँहरूसँग तपाईँहरूले गर्नुहोस्, तपाईँहरू बोल्नुहोस्। म यो समाजसँग आज प्रश्न गर्न चाहन्छु। हाम्रो पालो हो, किनभने सरकारको यदि छोराछोरी हो भने उनीहरूको छोराछोरीको अगाडि त सिक्युरिटी टुल छ। हाम्रो छोराछोरीको अगाडि सिक्युरिटी टुल छ। हामी त गरी खाने, मेहनत गरेर खाने मान्छे हो। हामी सिक्युरिटी दिन सक्छौँ त सरकारलाई? दिन सक्दैनौँ नि। त सिक्युरिटी त हामीलाई सरकार दिनु पर्यो नि त। हामी आफ्नो बच्चाको हेरचाह गर्नको लागि त पुलिस प्रशासन के गरिराखेको त्यतिखेर? पुलिस प्रशासनले त आएर छानबिन गर्नुपर्ने हो नि त। एउटा बाइक हराउँदा मैले आफैले पुलिसलाई गएर कम्प्लेन गराउँदाखेरि, जगदम्बा कम्पनीको बाइक हराएको थियो, म जाँदाखेरि मेरो सामुने हराएको बाइक कम्प्लेन गराउँदाखेरि पुलिसले के भन्यो थाहा छ? यहीँ सिमराको पुलिस हो। के भन्यो पुलिसले? तपाईँलाई यो बाइक अब भेट्दैन, कहाँबाट कहाँ पुगिसक्यो होला। पुलिस प्रशासनले जब त्यसरी जवाब दिन्छ भने हामी मानवहरू कहाँ जाने? हामी जनता कहाँ जाने? त्यसको लागि त सरकारले नयाँ राम्रो पुलिस ल्याउनु पर्यो। मधेसको जनसङ्ख्याको आधारमा मधेसको भोट सबलाई चाहियो, तर मधेसको जनता कसैलाई चाहिएन। मधेसको अधिकारको नाममा, मधेसको माग मुद्दाको नाममा उहाँहरू के हो थाहा छ? उहाँहरू सबै भोट ब्याङ्क मात्रै हो। उहाँहरूको अधिकारको नाममा, महिला अधिकारको नाममा, विभिन्न अधिकारको नाममा उहाँहरूको, म मधेसमा जन्मेको छु, मलाई मजाले थाहा छ मधेस के हो, थाहा छ मधेसको जनता के हो। काठमाडौँमा गयो भने छुट्टै हेपिन्छौँ हामी, यहाँ आयो भने छुट्टै किसिमको पीडा छ हामीलाई। राज्यले हामीलाई एक प्रकारको दोस्रो नागरिकको रूपमा हेरिरहेको अवस्था छ। र अब म भन्न चाहन्छु, यो मधेसको जति पनि दिदी बहिनीहरू छन्, हामी सबैको बच्चा हो, एउटाको मात्रै बच्चा होइन। आज यो सब पुरै टोल समाज किन आएको? किनकि हामी पनि आमा हो के। एउटा आमाको काख उजेडेको छ। यो घरमा हिँडेको त्यो नानी, यो घरमा 4 दिन यहाँ मान्छे आएर उभिँदैमा, 4 दिन मान्छे आएर उभियो, उनीहरूलाई त अब मान्छेलाई त भ्यू चाहिएको छ होइन। तर यो भोलि हामी यहाँबाट हराएपछि यो आँगनमा हिँडेको नानी, त्यसको आमा बाउ कति सम्झेर रुन्छ होला? त्यो कुरा सरकारले बुझेको छ? बुझेको छैन। के भन्न चाहनुहुन्छ तपाईँहरू? भन्नुहोस् अलिकति सरकारलाई के भन्न चाहनुहुन्छ? आमा भन्नुहोस् अहिलेका प्रधानमन्त्रीज्यूलाई। अब फाँसीको सजाय होस् भनेर चाहिँ हामी के अरे कति धेरै यो नेपालमा धेरै यो भयो होइन, अनि उसलाई यहाँ ल्याएर अब
आज म पत्रकारिताको करियरमा मेरो पत्रकारिताको यात्रामा म आजसम्म सबलाई प्रश्न सोधेँ तर यो ठाउँमा आएपछि म पहिलोचोटि कुनै आमा बुवाले प्रश्न सोध्न सकिनँ किनभने मेरो हिम्मतले काम गरेन। म समाजलाई आज प्रश्न चाहिँ त्यो पीडितलाई होइन कि आज म यो समाजलाई र सरकारलाई प्रश्न गर्छु ती दानवहरूलाई कस्तो किसिमको सजाय हुनुपर्छ र सरकारले यसका लागि के गरिरहनु भएको छ। यो भिड देखाउँ। तपाईँ एकजना युवा हुनुहुन्थ्यो नि यहाँ बोल्दै हुनुहुन्थ्यो तपाईँ एकछिन आइदिनुहोस् न। खिच्नुभयो मोबाइलमा? हजुर। कहाँ घर हो? जितपुर। कति भ्युज आयो? छैन भ्यू। किन त्यस्तो गर्नुहुन्छ? त्यस्तो नगरिदिनुहोस् न है। म अनुरोध गर्न चाहन्छु यो घटनामा सरकारलाई के भन्न चाहनुहुन्छ? न्याय हामीले पाउनुपर्ने। न्याय पाउनु पर्यो। प्रधानमन्त्रीज्यू यहाँ आउनु पर्यो। बहिनी एकछिन बोल्दिनुहोस् के भन्नुहुन्छ प्रधानमन्त्रीज्यूहरूलाई? अलिकति बोलिदिनुहोस् न के भन्नुहुन्छ प्रधानमन्त्री? अब प्रधानमन्त्रीलाई के भन्ने हामीलाई पनि न्याय चाहियो। हामी पनि एउटा छोरीको आमा हो हामीलाई पनि न्याय चाहियो। भोलि यहाँ परेको घटना भरे अन्त पनि पर्न सक्छ। यो आमाको मात्रै काखो उद्रेको होइन सबै सारा आमाको काखो उद्रेको। हामीलाई सरकारसँग बिन्ती छ हामीलाई न्याय चाहियो। जसरी त्यो बच्चा मरेको छ मारिएको छ हामीलाई पनि त्यो अपराधी चाहियो त्यसरी नै मार्न पाइयोस्। हामीले पनि फाँसी सरकारले दिन सक्नुहुन्न भने हामी दिन्छौँ। हामी जनताले दिन्छौँ त्यसलाई। जबसम्म हुँदैन तब यो हत्यारालाई यहाँ ल्याउनु पर्यो अनि उसलाई पनि त्यसरी नै मार्नु पर्यो के। जनता भनिरहेका छन् यदि सरकारले गर्न सकेन भने जनताको जिम्मा लगाइदिनु पर्यो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु उहाँहरूको एउटै माग छ यदि सरकारले न्याय गर्न सकेन भने जनताको जिम्मा लगाइदिनुहोस् न्याय आफै भइहाल्छ। यदि र एकछिन सरकारले आफ्नो काम ताली नबजाउनुहोस् न यहाँ के भाषण भइरहेको छ तपाईँहरू ताली बजाउँदै हुनुहुन्छ। जङ्गलको छेउमा जुन एउटा घर छ उक्त घरमा देखाउँ यहाँ स्थानीयले हामीले ल्याएका छन् र यही घरमा उहाँको म शब्द के प्रयोग गरौँ यो घर हो डोरी त्यही छ है यो जुन डोरी हो। अब शब्दमा व्याख्या गर्न चाहदिनँ। जुन बच्चाको 3 वर्ष पनि पुरा भएको थिएन उक्त बच्चालाई यहाँ ल्याइएको थियो यहाँ क्रूरतापूर्वक मारिएको थियो र आज एउटा पत्रकारको नाताले शब्द भेटिनँ मैले के शब्द प्रयोग गरौँ। यही ठाउँमा तपाईँ यो घर खाली हो यो घर खाली रहन्छ यहीँ ल्याएको थियो है? खाली नै थियो सर। तपाईँहरूले कसरी थाहा भयो? उहाँहरू नजिकै हुनुहुन्छ। कोलाई थाहा भएको थियो? यहाँको बसिन्दा तर उहाँ चाहिँ दिनभरि बस्नु हुँदैन कि यो ठाउँमा। उहाँहरूलाई कसरी थाहा पाउनु? उहाँले गन्ध आएको भएर गाउँघरमा मतलब त्यो हिसाबले चाहिँ थाहा पाएको हो कि गनाएर थाहा पाएको। अनि यहाँ मारेर यहीँ राखेको थियो? यहीँ मारेर चाहिँ त्यहाँबाट ल्याएर यहाँ फ्याल्या हो कि मार्न चाहिँ उतै मारेर यहाँ फ्याल्या हो कि यहाँ चाहिँ कपडामा बेरेर फ्यालिदिया हो सिधै। यहाँ चाहिँ तपाईँहरूले आउँदाखेरि यहीँ थियो? यहाँ जेब्रा झोलामा यहीँ राखेको थियो सबै बडीहरू यहीँ थियो। स्थानीयहरू आउनुभएको छ र आज एउटा पत्रकारको रूपमा निकै कमजोर महसुस गरिरहेको छु आफूलाई किनभने एउटा पत्रकारको दायित्व भनेको दुवै पक्षको आवाज सुनाउनु हो क्यामेरामा देखाउनु हो र म एउटा सञ्चारकर्मीको रूपमा भन्न चाहन्छु मधेसमा छोरीसँग के हुन्छ थाहा छ? यो घटना बाहिर आएको छ तपाईँ कल्पना मात्रै गर्नुहोस् 3 वर्ष पनि पुगेको थिएन त्यो मानव रूपमा रहेका दानवहरूले समाजमा रहेका दानवहरूले छोरीलाई हेर्ने दृष्टिकोण कसरी हुन्छ? हामी धेरै यो घटनाबाट धेरै लेसन हामी मधेसको बारेमा बुझ्न सक्छौँ। मधेसमा छोरी भन्न बित्तिकै कसरी समाजमा उसलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ उसलाई सामाजिक सञ्जालमा टिकटकमा फेसबुकमा कसरी कसलाई बदनाम गरिदिने कसरी कसलाई टार्गेट गरिदिने तुरुन्तै आरोप लगाइदिने छोरी हुनु तपाईँ सोच्नुहोस् आज यही छोरी तपाईँको छोरी भएको भए के हुन्थ्यो? म आज उहाँको मृतक को बुवा आमासँग म कुनै प्रश्नै गर्न चाहिनँ। जुन छोरीको बलात्कारपछि हत्या भएको छ त्यो छोरीको बुवा आमालाई म एउटा पत्रकारको रूपमा के प्रश्न गर्नु? घटना सबलाई थाहा छ यति थियो म घटनास्थलमा आउन चाहेको थिएँ र यहाँ एउटै माग छ यहाँका जनताको प्रधानमन्त्री बालेन शाह 2 मिनटको लागि भए पनि यहाँ आइदिनु पर्यो। यदि प्रधानमन्त्री बालेन शाह अहिलेका सरकारले न्याय दिन सकेन भने ठिक छ त्यो पनि यहाँका जनता मान्न तयार छ तर अपराधीलाई यो समाजको जिम्मामा लगाइदिनु पर्यो त्यति हो माग।
अरू कुनै माग छैन। यदि अहिलेको सरकारले उहाँहरूलाई न्याय दिन सक्दैन भने त्यो जवाफ दिनु पर्यो र अपराधीलाई उहाँहरूको जिम्मामा लगाइदिनु पर्यो। तपाईँहरूको माग के छ? क्षतिपूर्ति चाहिएको छ, पैसा चाहिएको छ यो समाजलाई कसैलाई? पैसाको कसैसँग माग छैन यहाँ। पैसाको उहाँहरूलाई पैसा चाहिएको छैन, उहाँहरूलाई अरू केही चाहिएको छैन, न्याय चाहिएको छ। न्यायको लागि मात्रै उहाँहरू आज उभिनु भएको छ। पुरा समाज एक ढिक्का भएको छ। सबैभन्दा बढी सपोर्ट अहिलेको सरकारलाई मधेसबाट भएको छ। यदि सरकारले न्याय दिनु सकेन भने त्यो मार्ने मान्छे यहाँ देखाइदिनु पर्यो, समाजको अगाडि देखाइदिनु पर्यो, लिएर देखाइदिनुहोस्, ल्याइदिनु पर्यो। आनन्द हुन्छ त्यहाँदेखि के हुन्छ कसो हुन्छ, त्यसपछि गाडीको चक्का जाम पनि खुल्छ, सबै हुन्छ। सरकारले हामीले हामीले यहाँका युवाहरूलाई यहाँका समाजलाई बुझिरहँदा के भएको छ भने जति पहल यो चक्का जाम खोल्नलाई गरिएको छ त्यति पहल न्याय दिनको लागि गरिएको छैन। सरकारको दायित्व के देखिरहेका छौँ भने सरकारले यहाँबाट चक्का जाम खोल्न चाहिएको छ, तर न्याय कसरी गर्ने त्योतिर चाहिँ ध्यान छैन भनेर यहाँका स्थानीयले भनिरहेका छन्। के हामीले भनेको कुरा सही हो? तपाईँले यही माग्छ? 2 दिनमा जब नेपालको सरकार चेन्ज हुन सक्छ भने 2 दिनमा यो न्याय पाउन सक्दैन, कानुन चेन्ज हुन सक्दैन, फाँसीको सजाय दिन मिल्दैन त्यसलाई। जब यस्तो घिनौना सोच राखेको चाहन्छु यस्ता समाजका किडाहरूलाई त्यस्तै किसिमको सजाय दिनुपर्छ ताकि आउने सन्ततिले याद राखोस्, आउने भविष्यमा आउने नेपालीले याद राखोस् यो जितपुरको सिमरामा यो घटना हुँदाखेरि सरकारले यस्तो निर्णय गरेको थियो है भन्ने एउटा इक्जाम्पल सेट गरियोस् र त्यसमा हामी सम्पूर्ण नेपाली तपाईँको साथमा हुनेछौँ। होइन भने यदि सत्ता र कुर्सीको मात्रै मोह छ भने त्योमा म के भन्न चाहदिनँ। यदि साँच्चै नै जनता चाहिएको छ, जनताको पीडा थाहा छ भने एकचोटि यहाँ आइदिनु होला। म यहाँ रिपोर्टिङ गर्न आएको थिएँ तर मेरो हिम्मतले काम गरेन कि म पीडितको परिवारसँग कुरा गरौँ। यहाँ आइसकेपछि बाटोभरि म सोचिरहेको थिएँ म यो प्रश्न गर्छु त्यो गर्छु, तर यहाँ आएपछि मेरो पत्रकारिता सकियो। यहाँ आएर किन थाहा छ, एउटा जसले आफ्नो छोरी गुमाएको छ, आफ्नो बच्चालाई, त्यो काखे बालकलाई, त्यो बालिकालाई जुन किसिमको क्रूरता देखाइएको छ नि, त्यो आमा बुवालाई मैले यदि प्रश्न गरेँ भने त्यो पीडामा मलम लगाउनु हुँदैन, त्यो पीडालाई कोट्याउने टाइपको हुन्छ। त्यही भएर पनि म कुनै प्रश्न गर्न चाहिनँ। अनुरोध गर्न चाहन्छु यसको गम्भीरता बुझियोस्, होइन भने यो आगोलाई चाहिँ कसैले रोक्न सक्दैन, किनभने पुरै समाज एक ढिक्का भएको छ। कुरा मधेसको छोरीको होइन, कुरा अब देशको छोरीमाथि आएको छ। एउटा देशको छोरीसँग यो किसिमको क्रूरता गर्ने ती अपराधीहरूलाई, ती पापीहरूलाई कस्तो किसिमको न्याय दिने हो सरकार एकचोटि देखाइदिनुहोस् जनतालाई कि बालेन सरकारले यो गरेर देखायो। हामी पनि गर्वका साथ भन्नेछौँ जय बालेन भन्नेछौँ यदि काम गरेर देखाइदिनुहोस्। ताली नबजाउनुहोस् तपाईँ। यहाँ आइसकेपछि मलाई कुनै प्रश्न गर्ने इच्छै गइसकेको थियो, किनभने यो घटना हरेक मिडियामा आइसकेको छ र मलाई के लागेको थियो भने यदि मैले उहाँको परिवारसँग उहाँको आफन्तीसँग यदि प्रश्न गरेँ भने घाउलाई कोट्याएको जस्तो हुन्छ। मेरो प्रश्न भनेको समाजसँग थियो, मेरो प्रश्न भनेको सरकारसँग थियो। तर यो कुरा गरिरहँदा उहाँको हजुरबुवा तराईको भाषामा भन्यो भने नाना हुनुहुन्छ उहाँ, र उहाँ अहिले घरमा यो दुःखको यो पीडाको समयमा उहाँ यो ठाउँमा आउनुभएको छ। म उहाँसँग छोटो कुराकानी गर्न चाहन्छु। नेपाली बुझ्नुहुन्छ तपाईँ? बुझ्छु। के भन्न चाहनुहुन्छ सरकारलाई यो विषयमा? त्यो बन्द गरिदिनु न। त्यो अहिलेसम्म सरकारले केही बन्द गरिदिनु न। त्यो सानो नानी बालकको केही न्याय दिन सकेका छैन र यो प्रशासन पनि कस्तो हेलचाक्री गर्यो कि अहिलेसम्म रिपोर्ट अब घरमा हेरी अब उस बच्चाको चप्पल पनि निस्कियो र दागहरू पनि, रगतको दागहरू पनि, छिट्टाहरू पनि छ। अहिले प्रशासनले एकदमै इलाकाले केही सुनवाई अनुसन्धान गर्न सकेका छैन। सरकारसँग के माग छ तपाईँ? बालेन शाहज्यूलाई के भन्न चाहनुहुन्छ? सरकारसँग माग त छ, न्याय पाउनु पर्यो र हत्याराले फाँसी सजाय पाउनु पर्यो। कडा से कडा सजाय जति संलग्न परिवार छन् तिनीहरूको सबले कडा से कडा सजाय पाउनु पर्यो र बच्चाको चाहिँ एकदमै न्याय। म यो अवस्थामा उहाँहरूलाई के प्रश्न गरौँ? उहाँहरूले सरकारसँग अरू केही माग्नु भएको छैन। समाजले, परिवारले एउटै कुरा भनिरहेको छ, न्याय चाहियो, क्षति होइन। यहाँ कुनै बार्गेनिङ, कुनै राजनीतिक चाहिएको छैन। यो समाजलाई चाहिएको छ भने मात्रै न्याय, र त्यो न्याय दिलाउनलाई अन्य समयमा
गृहमन्त्रीज्यू यसरी नाका नाका घुम्नुहुन्छ? यत्रो ठुलो घटना हुँदाखेरि सरकारको प्रतिनिधिहरू ठोस कदम किन चाल्न सकेको छैन? यो ठाउँमा किन आउन सकेको छैन? अहिले हामी एउटा सञ्चारकर्मीको रूपमा यहाँ दर्जनौँ सञ्चारकर्मीहरू पत्रकारहरू आएर गए, तर सरकारको तर्फबाट कुनै एकजना किन आउन सकेको छैन? आखिर यो अवस्था किन आएको छ? र खास गरी मधेसको छोरीहरूको बारेमा भन्नै परेन। मधेसमा छोरी जन्मिनुको अर्थ के हुन्छ? बिस्तारै यो त मिडियामा आएको कुरा भएर सबैले जानकारी पायो, तर महिलामाथि छोरीहरूमाथि कस्तो किसिमको हिंसा हुन्छ त्यसको बारेमा चाहिँ दाइजो प्रथाको कुरा गर्नुहोस्, अन्य धेरै घरेलु हिंसाको कुरा गरौँ। हामी समाजको अब यो घटनापछि प्रश्न समाजमाथि पनि छ, प्रश्न समाजलाई मात्रै होइन सरकारमाथि पनि छ। अब यस्तो घटना पुनः दोहोरिँदैन त्यसको ग्यारेन्टी चाहिँ कसले लिन्छ? अब यो पीडामा म धेरै कुराकानी चाहिँ गर्न चाहिरहेको अवस्था छैन। म यहाँका स्थानीय प्रशासनलाई भन्न चाहन्छु, प्रशासन समयमा किन आइपुगेन? यदि समयमा आइपुगेको भए, समयमा सबै काम भएको भए आज यो पीडामा चाहिँ सडकमा बस्नुपर्ने अवस्था थिएन। यो परिवार अहिले यो शोकको समयमा सडकमा बस्नुपर्ने अवस्था थिएन, तर विडम्बना एसीमा बसेर यो आवाज सुन्नेहरूलाई के थाहा यहाँको अवस्था के छ? एकचोटि आएर यहाँको ग्राउन्डको अवस्था बुझिदिनुहोस् अनुरोध गर्न चाहन्छु सरकार। दर्शक पनि एकजना स्थानीय हुनुहुन्छ चन्द्रनारायण विश्वकर्मा, उहाँसँग हामी छोटो चन्द्रनारायणजीसँग घटनास्थलको बारेमा बुझ्नेछौँ र जिल्ला प्रशासन कार्यालयमा के कस्तो कुराकानी भएको थियो, सम्झौताको कुराहरू आइरहेको छ, उहाँसँगै म बुझ्छु के भएको थियो तपाईँहरू बैठकमा हुँदा? हामी बैठकमा हुँदा हामी गरिमा चौधरीको बारेमा न्याय खोज्न गएको थियौँ। यहाँ सुकुम्बासीमा बत्ती छैन, पानी छैन, पछाडि जङ्गल छ, त्यसमा जाली लाउनुपर्छ भन्ने निर्णयले गएको होइन। हामीलाई गरिमी चौधरी हाम्रो सानो छोरी 3 वर्षको बालक जसलाई गर्न उसलाई राम्ररी थाहा छैन, आची आयो भन्न सक्दैन, जो आमाको काखमा दुध खाएर खेलेर हाँसेर बस्ने बच्चा बलात्कारको शिकार भएर उसको आँखा निकाली जिब्रो काटी उसको घाँटी दाबेर मारिएको छ। उसको बारेमा हामी त्यहाँ निर्णय गर्न गएको थियौँ, तर त्यहाँनिर के कुरा आयो भने तपाईँहरूलाई भन्नुपर्दाखेरि के अरे यहाँ बत्ती नभएको कारण हो भने के बिहान 8:30 बजे बत्ती चाहिन्छ? यहाँ छिमेकीलाई बत्ती चाहिन्छ 8:30 बजे बिहान? बत्ती चाहिन्छ भने भन्नुहोस्, बत्तीको जोगाड गरिदिनु सरकारले। अगर बिहानै बत्ती चाहिन्छ भने बेलुका के चाहिन्छ त भन्नुहोस् त? हामी त बच्चाको लागि न्याय पो माग्न गएको हो त। अनि के भयो त्यहाँनिर? अब त्यसपछि गएर यहाँनिर यो बत्ती, क्यामेरा, पानीको धारा, जङ्गलमा जाली गेट, यो कुरा होइन आएर त्यसपछि गएर अनि यहाँको अब हाम्रो नियन्त्रणमा कसले उहाँलाई अब यही घर परिवारको मान्छेले कसैलाई खटाउनु भएको थियो अरे, उहाँहरू गएर हामीलाई भनेर पठाएको छ, हामी नियन्त्रणमा लिन्छौँ, हामीले गरेको निर्णय सफल हुन्छ भन्ने हिसाबले उहाँहरूले गएर सिग्नेचर गर्नुभएको छ है। तर त्यहाँ सिग्नेचर गर्ने पनि डुप्लिकेट गरियो। अब जब घरको मृतकै त्यहाँ छैन भने डुप्लिकेटै सरोबर हो नि त होइन? मृतक परिवारबाट कसरी साइन गरेको छैन त्यहाँ? मृतक परिवार उसको मम्मीले गरे छैन, उसको बाबाले गरे छैन, उसको हजुरबाले गरे छैन, उसको हजुरआमाले गरे छैन, अरूले गरेर त्यसको सुनवाई हुँदैन। आमा बुवाले गरेको छैन भने त्यो कस्तो सम्झौता? अब यो कुरा विभिन्न मिडियाहरूमा समाचारहरूमा आइरहेको त्यो सम्झौता भयो, हिजो छ्यापछ्याप्ती थियो। मिडियालाई पनि हामीले यही जानकारी दिएको, उसको आमा बाउ नआइकन हामी मात्रै बसेर यो सम्झौता नगरौँ भन्दाखेरि होइन तपाईँहरू बाटो नहुनुहोस्, होइन तपाईँहरू बाटो नहुनुहोस्, हामीले वहाँनिर सबै कुरा कन्फर्म गरेर आइसकेको छौँ भनेर उहाँहरूले गरेको यो निर्णय हो। तर उसको मम्मी र बाबाले भन्नुहुन्छ होइन मैले मेरो छोरीको लागि न्याय माग्नको लागि न्यायको लागि त्यहाँ बुझ्न पठाएको। ल यदि सम्झौतै भइसकेको छ भने सरकार, म भन्न चाहन्छु सम्झौता भएपछि उनीहरू सडकमा किन छ? यो फेक सम्झौता हामी यत्तिकै बुझ्न सक्छौँ। यदि उनीहरूले सहमति गरेको भए कुनै किसिमको आज उसको परिवार सडकमा किन हुन्थ्यो? र हामी सञ्चारकर्मीले कति हतारो हुन्छ समाचारको कि यहाँको यथार्थ बुझ्न परेको कुरा हो, पहिला हामी ब्रेकिङ देखाइदिन्छौँ। अनुरोध गर्न चाहन्छु सम्पूर्ण पक्षलाई, यो संवेदनशील विषय हो जहाँ चाहिँ म आफ्नो भावनालाई धेरै नियन्त्रणमा राख्न सकिरहेको अवस्था छैन। किनभने यो जुन पीडा छ, उहाँले भन्दै हुनुहुन्थ्यो मृतक बालिकाको थाहा छ तपाईँहरूलाई 3 वर्ष पनि पुरा भएको छैन।
हामीले जानकारी पाएका छौँ 3 वर्ष 2 वर्ष कति महिना भएको छ होइन हाम्रो तपाईँको 3 वर्ष अस्ति 3 गते हाम्रो नाबालिकाको बर्थडे थियो जुन दिन उसको हामीले सब फेला पार्यौँ त्यो दिन उसको बर्थडे थियो जन्मदिन 3 गते चाहिँ 3 गते हो यही 3 गते चाहिँ त्यो नानीको बर्थडे थियो किन बर्थडेको दिन उसको मम्मी बाबा सडकमा रोएर बस्नु परिरहेछ हाम्रो बालन सरकार कहाँ छ सानो सानो त्रुटिको लागि तपाईँले त्यो दृश्यहरूको बारेमा भन्दै हुनुहुन्थ्यो क्रूरताको हद पार गरिएको छ तपाईँले थाहा छ सामान्य हत्यारा मात्रै कहाँ भन्न मिल्छ र सिरियल किलर भन्दा माथिको काम उनीहरूले गरेका छन् ती अपराधीहरूले या मानवतालाई लज्जित गर्ने काम गरेका छन् त्यो शब्द हामी भन्न सक्दैनौँ उहाँले अहिले केही कुराहरू भनिरहँदा कसरी मारिएको छ तपाईँलाई त्यसको विषयमा म त्यो नानीको मसँग फोटो छ है उहाँको चाहिँ जिब्रो काटिएको छ आँखा बाहिर निकालिएको छ घाँटी दाबेर मारिएको छ ऊ जतिखेर आफ्नो प्राण तोड्ने बेला ऊ आची गरेर जुन बच्चाले कि भोक लाग्दाखेरि आमा मलाई दुध चाहियो भन्दा पनि रुने बच्चा आची गरेर मरिएको छ त्यो अवस्थामा खुनै खुन घरभित्र हामीले फेला पारेको छौँ यसलाई बालन सरकार हाम्रो सुदन गुरुङजी तपाईँ गृहमन्त्री भएर हरेक ठाउँमा सानो सानो त्रुटिको लागि पुग्नुहुन्छ भने जब हाम्रो नेपालको छोरी मर्दाखेरि तपाईँ यहाँ आउनु किन सक्नुहुन्न तपाईँ अहिले गोर्खा हुनुहुन्छ अरे गोर्खाबाट यहाँ आउनु तपाईँलाई कारमा चाहे जेसुकैमा होस् 2 घन्टादेखि 3 घन्टाको बाटो छ हामीले पनि त्यो बाटो यात्रा गरेको छौँ भने तपाईँ यहाँ आएर पीडितलाई आफ्नो मनको कुरा पोख्न किन टाइम दिन सक्नुहुन्न के तपाईँ बाटो चाहिँ हामी गएर कारमा गएर तपाईँहरूलाई भेटेर चाहिँ त्यहाँ गोर्खामा गएर हाम्रो मनको वेदना पोख्ने यो आज प्रश्न हामीले समाजलाई गरिरहेका छौँ र समाजले सरकारलाई गरिरहेको अवस्था छ अन्य ठाउँबाट यदि सरकारले चाह्यो भने यो घटनाको यत्रो दिन भयो सम्माननीय प्रधानमन्त्रीज्यू अहिलेका गृहमन्त्रीज्यू सरकारका प्रतिनिधिहरू यस क्षेत्रका अन्य नेता गण्यमान्यहरू कहाँ हुनुहुन्छ उहाँहरू आज यो पीडामा किन हुनुहुन्न मधेसको जनताको भोट मात्रै चाहिएको हो कि मधेसको जनता पनि चाहिएको हो यो प्रश्न आज यहाँका स्थानीयले सोधिरहेका छन् र यसमा यस्तो घटनामा चाहिँ कुनै किसिमको राजनीतिक अथवा पूर्वाग्रह हुनु भएन हामीले यति मात्रै होइन यहाँ आइसकेपछि जानकारी के पाएका छौँ भने यहाँका स्थानीय नेताहरूले दबाब दिइरहेका छन् पीडित परिवारलाई दबाब दिइरहेका छन् सम्झौता गर्नुस् मिल्नुस् भनेर थुक्क यस्तालाई पनि नेता भन्ने प्रतिनिधि भन्ने यदि यो भनिरहँदा कुन मुद्दा लाग्छ लगाउनुस् खेप्न तयार छु यस्तो अवस्थामा पनि बार्गेनिङ गर्ने त्यस्ता मान्छेहरूको लागि मसँग शब्द छैन म अनुरोध गर्न चाहन्छु जनताले भनिरहेका छन् यहाँका स्थानीयले भनिरहेका छन् सरकार न्याय देऊ होइन भने त्यो अपराधीहरूलाई यो समाजमा छोडिदेऊ आफै हामी न्याय गर्छौँ होइन भने एउटा इक्जाम्पल सेट गर्नुपर्छ एउटा इक्जाम्पल चाहिँ दिनै पर्छ देशैभरि यो क्रूरताको बदला न्याय कसरी हुन्छ त्यो अहिलेको सरकारले देखाइदिनुपर्छ म एउटा सञ्चारकर्मीको रूपमा शब्दमा अथवा क्यामेरामा मात्रै यो व्यक्त गर्न सक्दैनौँ भावना यहाँको जुन स्थलगत रूपमा त्यो घर हेरेपछि डरलाग्दो त्यो दृश्य त्यो घरमा त्यो बच्चा सोचेरै मात्रै पुरै ज्यान सिरिङ्ग हुन्छ तपाईँ कल्पना मात्रै गर्नुहोस् त्यो बच्चामाथि के भएको होला तर विडम्बना यो देशमा त्यस्ता अपराधीहरूलाई पनि ठोस निर्णय लिने कानुन छैन भने त्यस्तो कानुन बनाइदिनु पर्यो अहिलेको सरकारसँग यो अपेक्षा हरेक नागरिकले गरेका छन् मृतकको बुवा हुनुहुन्छ उहाँलाई म छोटो सोध्छु कि यो सम्झौताको कुरा जुन छ जुन समाचार माध्यमहरूमा आइरहेको छ यो सही हो कि गलत हो गलत हो सर मलाई उहाँ उपस्थित गर्नलाई फोन गरे गर्नुभएको थियो राति मेरो जाने कन्डिसन थिएन नबोल्ने आवाज किन पिर मलाई छ नि त त्यो व्यथा त मैले नै पोख्थेँ बोल्ने आवाजै छैन म कसरी जाने राति थियो सुत्या थिएन अनिद्य थियो रातभरि रोडमै सुत्या हो अनि उहाँहरू 2 बजे आउनुभयो बैठक सबै गरेर हामी गएको छैनौँ है हामी समर्थक छैनौँ त्यहाँ अनि उहाँहरू आउनुभयो हामी चाहिँ बैठक चाहिँ एउटा सङ्गठन चाहिँ बसेर चाहिँ माथिबाट चाहिँ भनेर चाहिँ कुरा गरौँ यहाँको उपमेयरजीले ठिक छ उपमेयरजीले त्यसपछि वडा सदस्यजी अन्य सबै हुनुहुन्थ्यो होइन कुरा बुझ्नुभयो अनि त्यसपछि त्यहाँ छलफल भयो उहाँहरूले कुन पारित गर्नुभएको थियो होइन त्यो विषय मलाई चित्त बुझेन मैले भने हुँदैन म समर्थक छैन
त्यति बेलै भन्नुभयो बेलुकै भनेको छु भिडियो छ अपलोड गरे होला हेर्नुहोस् तर मृतकको बुवा हुनुहुन्छ उहाँ र उहाँलाई पनि राति 2 बजे राति 2-2:30 बजे सहमतिको लागि बोलाएन हामी आफ्नै ठाउँमा बोलाएको उहाँहरूलाई हामी कतै जाँदैनौँ राति 2 बजे आउनुभयो उहाँहरू हजुर सडकमै वार्ता भइवरी गरेर के भएको तपाईँ यहाँको स्थानीय हुनुहुन्छ होइन यो घटनाको बारेमा अलिकति जानकारी गराउनु यहाँ यस्तो भएको थियो कि होइन हिजो दिउँसोदेखि उहाँहरूलाई कर गर्नुभएको थियो होइन वार्तामा जाउँ वार्ता तर कसैलाई थाहा नदिकन उनीहरू अब जो भनौँ अब पार्टीहरू हुनुहुन्छ या ठुलो मान्छेहरू हुन्छ जुन नेताहरू भनौँ अब यो गाउँको होस् चाहे पार्टीको नेताहरू ठुल्ठुला बनेर हिँड्नेहरू उहाँलाई थाहा नदिकन एउटा कुरा वार्ता भएपछि एउटा फ्यामिली हुन्छ होइन उनीहरूको मृत बच्चाको फ्यामिली हुन्छ होइन आमा बाबा हुन्छ उहाँको तर उहाँलाई थाहा नदिकन उनीहरू नेता भएर वार्ता बस्ने उनीहरूको मन लाग्दै गरेर वार्ता बसेर नेतामा वार्ता बस्ने नेतामै सहमति गर्ने अनि आएर भन्ने कि यसो भए ल तपाईँहरू अब बुझ्नु होला हजुर कम्प्रोमाइज गरेर सरकारलाई तपाईँहरूको भनाइ के छ अहिलेका सरकारलाई यो विषयमा के भन्न चाहनुहुन्छ म यो भन्छु कि अब यतिका छोरीहरू गइसक्यो अबको छोरी नजाओस् अरू अबको छोरीहरूलाई त्यो पीडा त्यो मृत ज्यान त्यस्तो त्यो दुःख खप्न त्यो क्रूरता त्यो अपराध नहोस् भोलिको छोरीहरूलाई र यहाँ हाम्रो बारा जिल्लाबाट यो भन्न चाहन्छु कि आजबाट सुरु गरौँ नयाँ कानुन बनाऊँ नयाँ कानुन बनाएसम्म यो अपराधीहरूलाई म भन्दिनँ कि फाँसी मात्रै होस् यो सिधै किन मार्ने त्यो क्रूरता देखायो हाम्रो छोरीलाई भनेपछि उहाँलाई त्यो अपराधीहरूलाई भनौँ त्यत्तिकै नर्मल किन फाँसी दिने उहाँलाई त्यत्तिकै सताउनुपर्छ त्यत्तिकै टर्चर दिनुपर्छ त्यसपछि त्यो अनुसारमा त्यसपछि अनि फाँसी दिनुपर्छ यत्तिकै सजिलो फाँसी हुँदैन होइन त्यससम्मको दिनुपर्छ र अनि अब यो भन्छु कि म होइन फाँसीको सजाय यो देशमा चाहिन्छ अब यो 3 वर्षको नानीसम्म भयो भनेपछि अब कुन अवस्था खोज्नुहुन्छ हाम्रो सरकारले हिजोका नेताहरूले हिजोको सरकारले गर्दाखेरि नहोला भनेर हामीले नयाँ सरकार बनायौँ नयाँ हाम्रो बालेन शाह बनायौँ हामीले नयाँ राष्ट्रपति प्रधानमन्त्री गृहमन्त्री बनायौँ होइन कानुन मन्त्री बनायौँ अब हामीले नयाँ कानुन र नयाँ चिज हामीले नयाँ न्याय पाइँदैन भने अब यो सरकार भन्दा अरू कुन सरकार अपेक्षा गर्नु या त्यस आश गरौँ हामीले होइन त्यही भएर कानुन बदलिनुपर्छ अपराधीलाई फाँसी दिनुपर्छ र उहाँहरूले चाहेको उहाँलाई न्याय दिनुपर्छ हाम्रो पत्रकारको रूपमा यहाँ आइरहँदा नि म आज चाहिँ अलि बढी भावुक भइरहेको छु सम्माननीय प्रधानमन्त्रीज्यू यो क्रूरताको बारेमा पक्कै पनि यहाँले जानकारी पाइसक्नु भएको होला र जुन निर्मम तरिकाले यहाँ जुन जघन्य अपराध भएको छ यसको शब्दमा हामी व्याख्या गर्न सक्दैनौँ र न त त्यो फोटो हामी देखाउन सक्छौँ सम्भवतः त्यो फोटो र त्यो अवस्था पनि नेपाली जनतासँग यति हिम्मत हुँदैन कि त्यो फोटो देखिहाल्नुहुन्छ तपाईँहरू किनभने यो ठाउँमा ग्राउन्डमा आएपछि उहाँको बुवा यदि सम्झौता गरिसकेको भए आज सडकमा किन बस्नु पर्थ्यो न्यायको लागि यो हिजो राति भएको घटना होइन यत्रो दिन बितिसक्दा पनि सरकारले अरू बेला चाहिँ गृहमन्त्रीज्यूहरू नाकामा भिडियो बनाउनुहुन्छ भेष बदलेर जानुहुन्छ यहाँ चाहिँ किन आउन सक्नु भएन सरकार यो प्रश्न गर्ने कि नगर्ने कि यो विषयलाई त्यति गम्भीरताले लिनुभएको छैन यो देशमा कुनै घटना हुन्छ सम्झौता हुन्छ क्षतिपूर्ति दिन्छ सक्यो उहाँहरूलाई क्षति चाहिएन उहाँहरूलाई न्याय चाहिएको छ यो समाजलाई न्याय चाहिएको छ र न्यायका लागि मात्रै उहाँ होइन आज यो पुरै समाज सडकमा छ कुनै पार्टीको नेता झन्डा बोकेर आएका छैनन् यहाँ त घरमा खाना पकाएर आएकै कि आमा छन् दिदी छन् बहिनीहरू छन् उनीहरू सडकमा छन् र सबैले अहिलेका प्रधानमन्त्रीलाई छोरा मानेका होइनन् सबैले दाइ मानेका होइनन् अनि पुरानोबाट आजित भएर नयाँको विकल्प छैन भनेर अहिले नयाँलाई छानेका होइनन् अनि यो अवस्थामा पनि यदि जनता सडकमा आउनुपर्छ भने विडम्बना यो सरकारको यो देशको अरू त भन्दिनँ उहाँको म यहाँ आइरहँदा यो ग्राउन्डमा आइरहँदा उहाँको बुवा हुनुहुन्छ उहाँको छोरीसँग यो घटना भएको छ तर म कुनै प्रश्न गर्न चाहिनँ मेरो दिमागमा बाटोभरि मेरो थियो म आज यो प्रश्न गर्छु त्यो गर्छु समाजलाई यो गर्छु प्रहरीलाई यो गर्छु सबै प्रश्नहरू थियो तर जब म ग्राउन्डमा पुगेँ उहाँको आमालाई हेरेँ छोरीलाई हेरेँ सबै हजुरआमाहरूलाई हेरेँ म यस्तो भयो कि म प्रश्न कोसँग गर्ने अनि मैले डिसाइड गरेँ यो प्रश्न चाहिँ समाजसँग र सरकारसँग गर्छु म पीडितसँग गर्दिनँ किनभने पीडितको त्यो आँसु त्यो पीडा हामी क्यामेरामा के देखाउनु सबलाई थाहा छ यो विषय नयाँ कुरा केही पनि होइन तर अब चाहिँ सरकारले के नयाँ कुरा गर्छ त्यसको प्रतीक्षामा चाहिँ हरेक नागरिक बसिरहेको छ अहिले 2/3 सरकार छ कुनै पनि कानुन सरकारले चाह्यो भने त्यो पनि अहिलेको सरकारले चाह्यो भने त्यो 1 घन्टामा चेन्ज गर्न सक्छ यदि सरकारले चाह्यो भने त्यो नीति नियम ल्याउनु पर्यो
आज यो घटना भएको छ, भोलि फेरि अर्को घटना हुँदैन भन्ने ग्यारेन्टी के त? कमसेकम यो घटनाबाट एउटा पाठ दिनु पर्यो, एउटा इक्जाम्पल सेट हुनु पर्यो देशैभरिको छोरीहरूको लागि कि छोरीतिर यदि औँला देखायो भने यस्तो किसिमको हुनसक्छ है। आज जो मिडियाभरि आएको छ 3 वर्षको बालिका, 3 वर्ष पनि पुरा भएको थिएन। यो 3 गते त्यो बालिकाको जन्मदिन थियो, 3 वर्ष प्रवेश गर्थ्यो। म भन्छु 2 वर्ष केही महिना मात्रै भएको थियो त्यो बच्चाको, तर विभिन्न खालका समाचारहरू आउँछ। सम्झौता भइसक्यो। अब यहाँ पीडित परिवारसँग म बसिरहेको छु, यो पीडामा थप पीडा दिने काम कसले गरिरहेको छ? तिनीहरूलाई पनि कारबाही होस्, चाहे त्यो जोसुकै होस्। म अनुरोध गर्न चाहन्छु सरकार, यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र सरकार पक्षबाट प्रधानमन्त्रीज्यू हुन्छ कि गृहमन्त्रीज्यू हुन्छ कि यो घरमा यही ठाउँमा जहाँ म बसेको छु यो ठाउँमा आएर बसेर उहाँहरूको गुनासो सुन्नु पर्यो। सरकार पक्षबाट अनुरोध गर्न चाहन्छु, यसमा कुनै राजनीतिक लाग्नु भएन। यो क्रूरताको सीमा नागेको अवस्था छ यो ठाउँबाट। हिजोसम्म वीरगञ्ज नाकालाई लिएर चिनिन्थ्यो भने आज यो घटनालाई लिएर विश्वव्यापी रूपमा यो देशको माथि नै प्रश्न उठिरहेको अवस्था छ। यो घटनाको गम्भीरतालाई बुझियोस् र छिटोभन्दा छिटो न्याय होस् र सरकार पक्षबाट यहाँ आएर के वार्ता गर्नुपर्छ त्यो वार्ता गर्नु पर्यो सरकार। म्याडम नमस्ते। नमस्ते नमस्ते। यो सम्माननीय प्रधानमन्त्रीज्यूको प्रेस सल्लाहकार बोल्दै हुनुहुन्छ? तपाईँ को बोल्दै हुनुहुन्छ? हजुर सम्माननीय प्रधानमन्त्रीज्यूको म सिमराबाट बोल्दैछु म्याडम। ए सिमराबाट को बोल्दै हुनुहुन्छ? म यहाँ पीडितको घरबाट बोल्दैछु। म सञ्चारकर्मी नै हो। प्रधानमन्त्रीज्यूको नम्बर हो कि होइन यो? मलाई बताउनुहोस् न पहिला के भयो त्यहाँ? यहाँ पीडित परिवारसँग छु म। पीडित परिवारले सम्माननीय ज्यूलाई खोज्नु भएको छ। तपाईँहरूको पहल के हुँदैछ? यहाँ म फोन दिएँ, एकचोटि कुरा गरिदिनुहोस् न। ल कुरा गर्नुहोस्। हेलो हजुर नमस्कार। हजुर 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 म नमस्ते हजुर। यो हाम्रो न्युजहरू हजुरहरूसम्म माझ पुगेको छैन क्या हो? हाम्रो यहाँ यस्तो यस्तो भएको छ, हजुरहरूले माननीय ज्यूहरूले चाहिँ गरिमा चौधरीको विषयमा। म गरिमा चौधरीको बाबा बोलिरह हो। ए हजुर 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 हजुर। अब प्रधानमन्त्री माननीय बालेन्द्र शाहजीले चाहिँ आउनुहुन्छ कि आउनुहुन्न, अनि हाम्रो यहाँ केही न्याय भइरहेको छैन। मेरो बच्चाको लास पानी भएर बगिरहेछ। मेरो सुनवाई यहाँ के भइरहेको छैन। आज बसेको 6 दिन भइसक्यो, यत्तिकै छ। अनि उहाँहरूले सुनिदिनुहुन्छ कि सुनिदिनु भएको छैन होइन? यत्रो दिन भइसक्यो। अनि अब म कति दिनसम्म यसरी बसिरहने हो त्यो सडकमा? मेरो पनि त अवस्था छैन त्यसरी सडकमा बसिरहने। अब म त्यहाँ रहरले गएन नि, म पीडाले गएको। मेरो छोरी त्यति सानो छोरी बालकलाई त्यस्तो भएको छ। मलाई न्याय पाउँछ कि पाउँदैन? प्रधानमन्त्री बालेन्द्र शाह माननीय ज्यूलाई हजुरले एकचोटि प्रस्ताव राखिदिनु होला। म पीडित त्यो गरिमा चौधरीको बुवा, मेरो बच्चाको बिजोग छ। हजुरले भनिदिनु होला र एकचोटि सिमरा पठाइदिनु होला उहाँलाई। त्यही भन्न चाहन्छु हजुर। हुन्छ म तपाईँलाई के कसो गर्न सकिने रहेछ फोन गर्छु पछि है त। शीघ्र गरिदिनु होला हजुर। मेरो छोरीको त्यो बच्चाको अनुहार हेरेर हजुरहरूले गरिदिनु होला। त्यो बच्चा मेरो मात्रै होइन, न्याय चाहियो मलाई। त्यो सानो बालिकामाथि त्यस्तो अपराधजन्य घटना भएको छ। त्यो विषयमा म एउटा जिम्मेवार बुवाको रूपले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु कि कहिलेसम्म हामीहरू यसरी पीडा भएर बस्ने? एउटा म मात्रै होइन अन्यलाई पनि पर्न सक्छ। यस्तो घटनाहरू धेरै घटिरहेका छन् र यो एकदम चाहिँ घटना बेग्लै किसिमको यो चाहिँ। त्यो कारणले भन्छु कि चाँडोभन्दा चाँडो मेरो त्यो बच्चालाई हजुरले न्याय सम्मानसहित न्याय दिलाइदिनु होला भनेर चाहिँ म अपिल गर्दछु। प्रधानमन्त्री बालेन्द्र शाह माननीयज्यू, बलात्कारपछि अरू हत्याहरू पनि भएको छ। यसमा म भन्न सक्दिनँ, मलाई पीडा छ। हेलो म्याम। हेलो म्याम सुन्नु न म्याम, के अरे अब गृहमन्त्री प्रधानमन्त्रीज्यू कानुन मन्त्रीज्यू हजुरहरू यहाँ आइदिनु पऱ्यो। उहाँहरूको न्याय बच्चाको न्याय गरिदिनु पऱ्यो होइन? उहाँलाई न्याय दिलाइदिनु पऱ्यो। र अनि अबको जुन अब नेपालको कानुनमा होइन
फाँसीको सजाय छैन भनिएको छ, तर त्यसमा हजुरहरूले जोड दिएर त्यो कानुन बनाइदिनु होला हजुरहरूले होइन। यस्तोसम्म अपराध भएको चाहिँ सायद अहिलेसम्म यत्तिका हाम्रो देशहरूमा मध्येमा होइन यतिसम्म नभएको त्यतिसम्मको क्रूर देखाइएको छ हाम्रो नानीमा होइन। न्याय दिलाइदिनु होला। चाहे हजुरले प्रधानमन्त्रीज्यूलाई हुनुहुन्छ कि गृहमन्त्रीज्यूलाई हुनुहुन्छ कि कानुन मन्त्रीज्यूलाई हुनुहुन्छ होइन, सब मन्त्रीहरूलाई भनेर हजुरहरूले कमसेकम न्याय दिलाइदिनु होला। उहाँ मन्त्रीहरू उहाँ सरहरूलाई यहाँ आइदिनु भनिदिनु होला होइन। उहाँको माग उहाँकोलाई न्याय दिइदिनु होला होइन। यतिसम्म हजुरलाई यो अहिले जुन हाम्रो सिमरामा भएको घटनाहरू हाम्रो प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई कानुन मन्त्रीलाई हजुरहरूलाई होइन त्यो सबै कुरा हजुरलाई थाहा छ कि छैन, यो जानकारी भएको छ कि छैन, यदि छ भने किन चुप लागेर यतिका 5-6 दिनसम्म किन चुप लागेर बसिएको छ? यसको हामीलाई केही न केही न्याय र त्यसको कुनै न कुनै माध्यमबाट कुनै न कुनै यो चिज सुनाइयोस् र यो जुन अपराध गर्ने अपराधीहरूलाई हुन्छ सकेसम्म फाँसीको सजाय यो ल्याइदिनु होला र यो कानुन बनाइदिनु होला हजुरहरूले। यो कुरा हामीले सञ्चार माध्यमबाट हजुरले र म फोन काट्नु हो। ठिक छ। सम्माननीय प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार दिपा दाहालज्यूसँग अहिले फोन संवाद भयो भने अब देशका गृहमन्त्रीज्यूलाई सायद उहाँहरूसँग नम्बर हुँदैन होला, म नम्बर दिन्छु उताबाट काटेर। तपाईँहरू मजाले आफ्नो कुरा राख्नुहुन्न, यसरी कोही कुरा राख्छ मजाले राख्नुहुन्न। हेलो मेरो काट्यो हजुर हेर्नु भएको छ। तपाईँहरूलाई परेको दुःखमा हाम्रो पनि दुःख छ है। अब मैले मेरो तर्फबाट के कसो गर्न सक्ने हो, के कसो सहजीकरण गर्न सकिन्छ, मैले कहाँ कहाँ कुरा पुर्याउनु पर्छ, कसरी पुर्याउनु पर्छ त्यसको बारेमा म होमवर्क गर्छु अनि तपाईँहरूसँग म कम्युनिकेसनमा रहन्छु है। नआतिनुहोस् है त। अनि सुन्नु न म्याम, महत्त्वपूर्ण कुरा तपाईँहरूको अहिले दुःख जुन तपाईँहरूको परिवारमा जुन खाले दुःखद घटना भएको छ यो विषयमा एकदमै सचेत हुनुपर्ने अर्को पनि कुरा छ। देशमा यस्ता खाले घटनाहरू हुँदाखेरि बाहिरको समूह आएर तपाईँहरूको पीडामाथि खेलिदिने उस्काउने कामहरू पनि हुन्छ, त्यो कुरा सचेत रहनु होला है त। अनि सुन्नु न, यो कुरा हजुरहरूलाई जानकारी रहेछ, प्रधानमन्त्रीज्यूलाई नि जानकारी छ भनेपछि गृहमन्त्री सबै मन्त्रीज्यूहरूलाई जानकारी छ भने अहिलेसम्म हजुर म मन्त्री पनि होइन है, म प्रधानमन्त्री पनि होइन, म एउटा सामान्य ज्यूको सचिवालयमा सघाउने एउटा व्यक्तिको रूपमा म काम गरिरहेको व्यक्ति हो। तपाईँहरूले मलाई सम्झिनु भएको छ, तपाईँहरूले अहिले सम्झिनु भयो, मैले नै तुरुन्तै मैले खबर पुर्याइसकेको छु। तपाईँहरूले त्यसरी मसँग तपाईँहरूले मेरो आफ्नो जुन सीमा छ नि त्यसमा रहेर एक्सपेक्टेसन गर्नुभयो भने राम्रो हुन्छ है। तपाईँहरूले मलाई अहिले फोन गर्ने बित्तिकै मैले यो सूचना सम्बन्धित ठाउँमा पुर्याइसकेको छु है। हस् म्याम, तपाईँ यो फोन उठाउनु होला। र तपाईँको नाम के हो? मेरो नाम रश्मिता घिम्रे। ए के गर्नुहुन्छ तपाईँ चाहिँ? म हाउसवाइफ हो। ए अनि गरिमाको बुवा चाहिँ के गर्नुहुन्थ्यो? हजुर गरिमाको बुवा चाहिँ के गर्नुहुन्छ? मजदुर काम गर्नुहुन्छ उहाँ। ए अनि अलिक फोन गर्नु पत्रकार भाइको नाम के हो? मेरो नाम दिवाकर शाह हो म्याडम, म एसटिपी खबरबाट हो। मैले नै उहाँको नम्बर दिएँ र देशभरिबाट जुन समाचार आयो नि सम्झौता भएको यहाँ सयौँको बिचमा हामी छौँ र होइन कन्फर्म है, म नै हो, मैले नै नम्बर दिएँ। हस् ए ल भाइ ल त्यहाँ के कस्तो गर्न सकिन्छ तपाईँ गर्दै गर्नु है। हजुर म कोर्डिनेट गरिरहेको छु। तर दुःख कहाँ छ भने दिदी उहाँहरूसँग जुन सम्झौता गरिएको छ नि उहाँहरूको नाममा त्यो सम्झौता उहाँहरूले गरेकै छैन कि पीडित परिवारबाट सम्झौतै भएको छैन। तर देशभरि यहाँ समाचारहरूमा जुन सम्झौता देखाइएको छ नि फेसबुकमा समाचार माध्यमहरूमा पीडित परिवारसँग कुनै सम्झौता भएको छैन। यहाँ राति 2 बजे यहाँ सम्झौता गर्न पत्र लिएर मान्छेहरू आएका थिए जसमा केही स्थानीय नेताहरूले आफ्नो स्वार्थ पुरा गर्ने प्रयास गरिरहेका छन्। पीडितले न्याय पाउनुपर्छ त्यति हो उहाँहरूको भनाइ, अरू केही पनि होइन। उहाँहरूलाई क्षतिपूर्ति पैसा या जागिर केही पनि चाहिँदैन, न्याय चाहियो त्यति हो। म मेरो नम्बरबाट पठाउँछु। हस् के नाम हो तपाईँको? मेरो नाम आमिर अवारी हो, मेरो बसाइ अहिले सिमरा हो। के भन्न चाहनुहुन्छ तपाईँ? अघि मलाई भन्दै हुनुहुन्थ्यो नि ट्याक्सको बारेमा। के छ कि जस्तै मैले यहाँ सानो स्टार्टअप गरेको छु होइन, बिजनेस गरेर छौँ। बाहिर मेरो साथीहरू गए, मैले चाहिँ नेपाल चुज गरेँ। भर्खर पहिलाको सोच र अहिलेमा धेरै डिफ्रेन्स छ नि त। पहिला मेरो बच्चा थिएन, अहिले भर्खर 2 वर्षको हुन लाग्छ। अब त्यो बच्चालाई चाहिँ
अब कमाइरहेको छु उसकै सेक्युरिटीको लागि। अब भोलिको दिनमा त्यो बच्चालाई यस्तै केही भयो भने चाहिँ मैले कसलाई यो ट्याक्स पे गरेको त वेस्ट भयो नि त। बरु म पर्सनल सेक्युरिटी जो छ उसलाई पे गरेको राम्रो। अहिले जस्तै उसकै लागि मैले एउटा सानो टिभी लिएँ, हेर्छ इभेन मैले त्यसमा नि भ्याट पे गरेँ। जस्तै बिजनेस गर्दाखेरि जस्तै उसको लागि टिभी लिएको नि त मैले, मसँग त्यो टाइम छैन हेर्नलाई। अब उसलाई बोलाउनको लागि हामी काम गर्छौँ, हामी हस्बेन्ड वाइफ नै काम गर्छौँ। तर तपाईँलाई चिन्ता छ तपाईँको बच्चाको? हजुर। अब यस्तो भयो भने त सरकारमा मलाई ट्रस्ट भएन कि अलिकति नि। अब त्यो सम्झौता त के त्यस्तो त हुँदैन नि त। त्यो सानो बच्चाको लागि अरू कन्ट्रीमा पनि त धेरै रुल एन्ड रेगुलेसनहरू छ, यहाँ पनि त चेन्ज गर्न सकिन्छ होइन र। त हामी ट्याक्स अलिकति बढाए नि हुन्छ, हामीलाई चल्छ, तर सेक्युरिटीको चाहिँ फुल ग्यारेन्टी लिनु पऱ्यो गभर्मेन्टले। त्यसरी त हामीले चित्त बुझेन है। के भन्न चाहनुहुन्छ अहिलेका प्रधानमन्त्री बालेन शाहजीलाई? अब उहाँलाई चाहिँ हामीले पोजिटिभ नै लिएको थियौँ। अहिले खै यस्तो किन गर्नुभएको, हामीलाई नि बोल्न अकमक भएको छौँ कि सायद उहाँको ठाउँमा अरूजना कोही भएको भए चाहिँ। कतिवटा बच्चा छ तपाईँको? मेरो पहिलो छोरी हो। हजुर। के नाम हो छोरीको? छोरीको नाम अमाइरा अमारा। एउटा बुवाले आफ्नो बच्चालाई काखमा राखेर यो प्रश्न गरिरहेका छन् कि मेरो छोरीको सुरक्षाको जिम्मा कसले लिने। हुन त हरेक नागरिकको घरमा एउटा छोरी छ। आज यो प्रश्न चाहिँ सरकार एकचोटि ऐनामा आफ्नो अनुहार हेरिदिनु होला। जनताले जुन अपेक्षा गरेका छन् यसको बारेमा धेरै टिका टिप्पणी गर्दिन र जुन क्रूरता यहाँ देखाइएको छ त्यो क्रूरता देखेर सम्भवतः कुनै पनि मानव जातिले त्यसलाई सहन सक्दैन। जुन क्रूरता, जुन दृश्य हामीले फोटोहरूमा मोबाइलहरूमा देख्यौँ त्यो सम्भवतः यो क्यामेरामा हामी देखाउन सक्दैनौँ, किनभने त्यो देख्नलाई पनि आँट चाहिन्छ। जुन आँट एउटा सञ्चारकर्मीको रूपमा मेरो भएन भने अरूको त सम्भवतः हुँदैन होला। म अनुरोध गर्न चाहन्छु ठोस नियम नीति ल्याइयोस्, कानुन संशोधन गरेर हुन्छ कि के गरेर हुन्छ, यस्ता क्रूर दानवहरूलाई मानव भन्नै लज्जित हुन्छु म, मानव नभनौँ, यी दानवहरूलाई त्यही अनुसारको सजाय हुनुपर्छ, देखिने सजाय होइन भने यो घटनाको बारेमा एकचोटि यहाँ सम्माननीयज्यूहरू आएर प्रतिनिधि सभामा जुन टेबल ठोक्ने मान्यज्यूहरू हुनुहुन्छ उहाँहरू आएर एकचोटि मात्रै कल्पना मात्रै गरिदिनु होला, यो ठाउँको धेरै कुरा प्रष्ट हुनेछ। पथलैयाको अवस्था देखाउँ। यहाँका जनतामा स्थानीयमा आक्रोश छ। न्यायका लागि हरेक नागरिकको आँखा कुरिरहेको छ सरकारलाई र सरकारको खोजी गरिरहेको छ। मात्रै एउटा छोरीको विषय होइन, जुन क्रूरतापूर्वक, जुन निर्ममतापूर्वक जुन क्रूरतापूर्वक, जुन निर्ममतापूर्वक हत्या गरिएको छ, जुन जघन्य अपराध गरिएको छ, त्यो अपराध क्षम्य हुन सक्दैन। मानवको नाममा मात्रै होइन, त्यो दानवको नाममा पनि त्यो अपराधीहरू कलङ्क रहेको छ। यो अवस्था देखाउँ। अहिले हरेक बहिनीको भाइ यहाँ सडकमा छ न्यायको लागि, हरेक बहिनीको भाइ सडकमा छ। एकछिन यो अवस्था देखाउँ। अहिले पूर्व पश्चिम राजमार्ग ठप्प छन् न्यायको लागि। यो पथलैयाको अवस्था देखाउँ। यो अवस्था देखाउँ। एकछिन नगर्दिन, यस्तो नगर्दिन तपाईँहरू, शान्त हुनुहोस्, हल्ला नगर्नुहोस् है। म उहाँको पीडितको घरबाट आएको छु है। र तपाईँहरू सरकारलाई के भन्न चाहनुहुन्छ? सरकारलाई के भन्नु छ? अब हामी सरकारले सकेसम्म चाँडोभन्दा चाँडो न्याय दिनु पर्यो हाम्रो। अब यहाँ आएर सल्लाह दिनु पर्यो, यहाँ आएर फाँसीको सजाय दिनुपर्ने हो कि के दिनुपर्ने, यहाँ आएर भन्नु पर्यो। अब सरकार गृहमन्त्री भयो नि प्रधानमन्त्री भयो नि 2 मिनटको लागि यहाँ उपस्थित हुनु पर्यो। हाम्रो के जाने गृहमन्त्री प्रधानमन्त्री आएर न्याय दिनु पर्यो। हाम्रो सरकार हो, हामीले चुनेको सरकार हो। के भन्न चाहनुहुन्छ? न्यायको बदलामा न्याय चाहियो। न्यायको बदलामा न्याय चाहियो। बदलामा खुन चाहियो। फाँसीको कानुन हुनु पर्यो। फाँसीको हजुर के भन्न चाहनुहुन्छ तपाईँ? देखिए के भएछ, सुदन गुरुङ चाहियो। यहाँ प्राइम मिनिस्टर अनि गृह मन्त्रीको लागि आउनु पर्यो, तपाईँ त्यो कुरा हुन्छ। म के भन्छु भन्दाखेरि चाहिँ घटनाको पहिलो दिन एउटा के छ भन्दाखेरि पथलैयामा जुन घटना भएर यहाँ परिवार पथलैयामा आउनुभयो, त्यसपछि हाम्रो रिना बजाएका दिदी पनि चाहिँ उहाँ हाम्रो सिमराबाट चाहिँ आइरहनु भएको अवस्थामा चाहिँ पथलैयाको जङ्गलमा छापा मार्दाखेरि बच्चा नभेटेपछि त्यो जुन नानीको बाबाले चाहिँ किटान गरेर भन्नुभएको थियो प्रोगेश चौधरी घर हामी खोजी तलास गरौँ भनेर। तर पुलिस प्रशासनले यसमा चाहिँ एकदम चुकेको पुलिस प्रशासन, किनकि उहाँलाई किटान दिँदा पनि पुलिस प्रशासनले के वास्ता गरेन। मन्त्री या गृहमन्त्री आउनु पर्यो, यो ठाउँमा आउनै पर्यो भर्खर मात्रै। र यो समस्या हाम्रो मान्छेलाई अघि पुलिसले दण्ड पनि चार्ज गर्न खोजेको त्यहाँ गरेको पनि हो। संयमित एकछिन म एउटा कुरा एक सेकेन्ड एउटा सुन्नु एक सेकेन्ड मेरो कुरा सुन्नुहोस्। म सम्पूर्ण
मात्रै यहाँ पथरैयाको लागि होइन, सम्पूर्णलाई आग्रह के गर्छु एउटा पत्रकारको नातामा भने तपाईँहरू संयमित हुनुहोस्। मलाई विश्वास छ सरकारले जनताको लागि न्याय दिन्छ। यदि दिएन भने यो दिवाकर शाह तपाईँहरूको साथमा यसरी उभिनेछ। सरकारले दिन सक्दैन भने त्यो अपराधीलाई हाम्रो अगाडि चाहियो, हामी दिन्छौँ न्याय, हामी दिन्छौँ। तपाईँहरू संयमित कहिले पाउने के कुरा लागेको छ भन्दाखेरि सिमरा एयरपोर्टमा सुदन गुरुङ आउँदाखेरि भुइँमा सङ्ख्या किरा देख्दाखेरि किल्सेर मर्छ भनेर त्यो सङ्ख्या किरा आज हिजोको अवस्थामा फालिरहेको थियो भने आज 3 वर्षको बच्चा मरेको छ, बच्चा मरेको छ। सङ्ख्या किराको माया लाग्छ भने बच्चाको माया लाग्दैन। सुदन गुरुङ तपाईँ जसरी पनि यो मध्य प्रदेशमा छिर्नै पर्छ। बलात्कारलाई फाँसी यहाँ आज यो देशभरिको आवाज हो, यो आक्रोश हो। निर्ममतापूर्वक क्रूरतापूर्वक जुन हत्या गरिएको छ त्यो हत्या पश्चातको आक्रोश हो। अहिलेको समयमा हरेक नागरिकले यहाँका हरेक युवाले म यहाँ अब यो दृश्य देखाउँ। हामीलाई केही चाहिँदैन, हामीलाई न्याय चाहियो, हामीलाई सरकार आउनु पर्यो। हामी जग्गा जमिनमा बिक्दैनौँ, पैसामा बिक्दैनौँ, त्यसको जागिरमा बिक्दैनौँ। हामीलाई हत्यारा चाहियो, हामीलाई हत्यारालाई फाँसी दिनु पर्यो। अरू न्याय हामीलाई केही चाहिँदैन। दाजुभाइ दिदीबहिनीहरू सबै एकजुट भएर मिल्नु पर्यो। कोही अगाडि पछाडि भौतारिने होइन। यो नेताहरूले गर्दाखेरि हामीले दुःख पाएको। हिजो र आजमा आइदा भए हाम्रो सबै माग पुरा हुन्थ्यो। हामीलाई केही चाहिँदैन। हिजो यहाँ एकछिन तपाईँहरू अलिक पछाडि हट्नु, पछाडि अलिक पछाडि तपाईँहरू अलिक पछाडि हट्नु न। उता जानु, उता जानु, उता यता आइदिनुहोस् न। तपाईँ सबैजना यता आइदिनुहोस् न। त्यहाँ भिड गृहमन्त्री यहाँ चाहियो, प्रधानमन्त्री यहाँ चाहियो, कानुन मन्त्री यहाँ चाहियो। गरिब मर्न पाइँदैन, गरिब मर्न पाइँदैन। बालेन सरकार यहाँ चाहियो, फितलो कानुन चाहिँदैन, फितलो कानुन चाहिँदैन। गढीमालाई न्याय दे, गढीमालाई न्याय दे, हत्यारालाई फाँसी दे, हत्यारालाई फाँसी दे। यो आक्रोश हो। अहिले पनि यो आक्रोशमा पनि कसैले प्रधानमन्त्री अथवा गृहमन्त्रीको राजीनामा यहाँ चाहियो भनिरहेका छन्। यो भावना हामी बुझौँ। आमा यहाँ हुनुहुन्छ र यो हामी देखाउँ पछाडि पोस्टर। त्यो बालिकाको लागि एउटा आमा सडकमा बस्नु भएको छ। म उहाँसँग कुनै प्रश्न गर्न चाहिरहेको अवस्था छैन, तर उहाँहरूको पीडामा अहिले पुरै देश एकबिका भएको छ र पीडित कि आमासँग म कुनै प्रश्न गर्न चाहन्छु। यो अवस्था हो। यहाँ अब हामी के प्रश्न गर्नु, समाजलाई प्रश्न गर्नु कि सरकारलाई? यो अब जनताकै हातमा छ। यस विषयमा हामी धेरै टिका टिप्पणी गर्दैनौँ। यो अवस्था हो। उहाँ चाहिँ गरिमा कि आमा हुनुहुन्छ। एउटा आमामाथि के बितिरहेको होला र जुन क्रूरता, जुन निर्ममता देखाइएको छ, त्यो क्रूरता र निर्ममताको शब्दमा हामी व्याख्या गर्न सक्दैनौँ, शब्दमा हामी हटाउनै सक्दैनौँ। यो घटनास्थलमा हामी आइपुग्दा त्यो जुन दृश्यहरू देखेका छौँ साँच्चै नै एकदमै हृदय विदारक तस्बिरहरू हामीले देखेका छौँ, जुन चाहिँ यसरी तपाईँहरूको अगाडि राख्न मिल्दैन। हामी चाहेर पनि एउटा मिडियाकर्मीको रूपमा यो हामी राख्न मिल्दैन। दर्शकबिन आजै बिहान यहाँ डिएसपी साहब आउनुभएको छ। यस विषयमा उहाँले खासै अब आजै बिहान आएको मान्छेलाई हामीले के प्रश्न गरौँ, उहाँले भन्नुभएको छ म आजै बिहानै आएको छु र यस विषयमा हामी सम्बन्धित सरोकारवालाहरूसँग प्रश्न सोध्ने नै छौँ। र हामी यति बेला सिमरा आइसकेका थियौँ। सिमराबाट मृतक परिवारहरूले पथरैयामा हुनुहुन्छ र जहाँ हामी देखाउँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको यतापट्टि बाक्लो उपस्थिति छ। नेपाल प्रहरी सशस्त्र प्रहरी भयो भने यहाँ चाहिँ सयौँको सङ्ख्यामा, हजारौँको सङ्ख्यामा आम युवाहरू, स्थानीयहरूमा आक्रोश छ र हरेक यी युवाहरूले भनिरहेका छन् दाइ त्यो हाम्रो बहिनी थियो, त्यो हाम्रो बहिनी थियो र त्यो बहिनीको हामी दाइ हो भनेर भनिरहेका छन् र न्यायका लागि
अब तपाईँ सोच्नुहोस्, कल्पना गर्नुहोस्, जुन निर्ममतापूर्वक हत्या गरियो त्यो आमा अहिले न्यायका लागि सडकमा बसिरहेका छन् र यहाँ विभिन्न खालका कुराहरू सम्झौता भयो, सबै कुरा सामान्य भयो लगायतका कुराहरू आइरहेको छ। सम्झौता कोसँग भयो? सम्झौता पीडितसँग हुन्छ कि नेतासँग हुन्छ? तर यस विषयमा पनि, यस्तो संवेदनशील विषयमा पनि यहाँ विभिन्न खालका पोलिटिक्सहरू सुरु हुन लागेको पीडित पक्षले हामीलाई जानकारी गराएका छन्। पीडित परिवारसँग हामीले कुरा गरेका छौँ, पीडितको घरमा गएका थियौँ र हाम्रो आज प्रश्न समाजसँग थियो, हाम्रो प्रश्न आज सरकारसँग थियो। हरेक युवाले एउटै कुरा भनिरहेका छन्, यो ठाउँमा यो जहाँ घटना भएको छ घटनास्थलमा प्रधानमन्त्री अथवा गृहमन्त्री आएर कम्तीमा गुनासो सुनिदिनु पर्यो। सबैजनाको एउटै माग छ। के भन्न चाहनुहुन्छ तपाईँहरू, किन यहाँहरू सडकमा हुनुहुन्छ? न्याय चाहियो क्या बच्चाको लागि न्याय? हजुर। के भन्न चाहनुहुन्छ? म भन्न चाहन्छु कि त्यो कि फाँसी देऊ कि डाइरेक्ट यहाँ 10-20 मिनटको लागि त्यो दुईजना अपराधीलाई यहाँ ल्याएर के प्रधानमन्त्रीज्यू यहाँ आउनु पर्यो होइन? आउनु पर्यो छिटैभन्दा छिटो आउनु पर्यो। प्रधानमन्त्री यहाँ आउनु पर्यो, किनभने हाम्रो जेएनजी सरकार यहाँ जसरी भए पनि आउनु पर्यो र गरिबमा नाबालकको बच्चा, त्यो मेरो छोरीसँग पढिरहेको बच्चा थियो, मेरो बुढीले उसलाई खाजा दिने मेरो छोरीसँगै गर्ने त्यो नाबालिका बच्चालाई यस्तो निर्मम। गरिमा चौधरी तपाईँको छोरीसँगै पढ्ने, तपाईँको छोरीसँग पढ्ने साथी, मेरो छोरीको साथी। अनि हामी कसरी सेफ छौँ त? भोलि मेरो छोरीलाई पनि यो नहोला भन्न सकिँदैन। बाबुआमा कसरी के आधारले बस्ने त? नेपाल सरकारले कसको लागि? म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पार्टीको झन्डा छैन। हेर्नुहोस्, यहाँ मात्रै स्थानीय छन्। यहाँ देखाउँ, कुनै नेता आएका छैनन्। यहाँ यो दृश्यहरू देखाउँ, सडकहरू, यो दृश्यहरू देखाउँ। यहाँ महिला समूह छ, त्यहाँ बालबालिकाहरूको समूह छ, यहाँ बच्चाहरू आएका छन् सडकमा। यो बच्चाहरू परिवारका हरेक घरबाट यसरी यो दृश्यहरू देखाउँ, जहाँ चाहिँ घरबाट बच्चाहरू आएको छ, परिवारका सदस्यहरू आएका छन्। यहाँ कुनै नेता छैन, कुनै झन्डा छैन, हरेक दिदीबहिनीहरू आएको छ। यो शब्दमा व्याख्या गर्न सक्दैनौँ र अनुरोध गर्न चाहन्छु, सरकार कृपया तपाईँ यो आवाज तपाईँसँग पुगोस् र सरकारको तर्फबाट यहाँ ठोस निर्णय लियोस्। यो मात्रै एउटा छोरीको विषय मात्रै होइन, जुन निर्ममता, जुन क्रूरता देखाइएको छ त्यो मानवता नै लज्जित गर्ने किसिमको प्रहार गरिएको छ, मानवतामाथि नै प्रहार गरिएको छ। यो मात्रै एउटा छोरीको, एउटा बच्चाको सवाल होइन, यो मानवतालाई नै लज्जित पार्ने किसिमको जुन क्रूरता देखाइएको छ। यहाँका स्थानीयले भनिरहेका छन् कि त सरकारले न्याय दिनु पर्यो, होइन भने ती अपराधीहरूलाई हाम्रो समाजमा छोडिदिनु पर्यो। न्याय हामी आफै गर्छौँ। त्यही भएर पनि अनुरोध गर्न चाहन्छु, सरकार यसको गम्भीरता बुझोस्।